त्योभन्दा पनि अझै डिप के छ माइन्ड हैन यो शरीरभन्दा भित्र के छ मन छ र यो शरीर पावरफुल छ कि मन पावरफुल छ मन हो कतिजना मन हुनु भन्नुहुन्छ हात उठाउनुहोस् कतिजना शरीर भन्नुहुन्छ हात उठाउनुहोस् शरीर त शरीर महत्त्वपूर्ण छ हैन जरुरी छ शरीर बिना त मरिहाल्यो नि तर यो शरीर र मनमा मन पावरफुल छ हो जहिले पनि मैले उदाहरण दिएर आउँछु हैन खाना खाँदाखेरि केले स्वाद लिन्छ रे हैन जिब्रोले हो स्वाद लिने जिब्रो अनि खाना मिठो लाग्यो भने हामी के भन्छौँ रे कस्तो जिब्रो पर्यो भन्छ कस्तो मिठो पकाउनु भएको जिब्रो पर्यो यार भन्छ सुन्नु भएको छैन नि हैन के भन्छ खाना कस्तो मिठो पकाउनु भएको मन पर्यो भन्छ हो खाना कस्तो मन पर्यो भन्छ हो जिब्रो पर्यो सुनेको छैन नि त्यस्तै म्युजिक सुने एकदम राम्रो लाग्यो भने के भन्नुहुन्छ कस्तो कान पर्यो यार भन्छ हो म्युजिक त कान पर्यो यार भन्छ हो भन्दैन नि के भन्छ मन पर्यो भन्छ है म्युजिक मन पर्यो भन्छ है मान्छे राम्रो मान्छे देख्यो भने के भन्छ अरे आँखा पर्यो भन्छ हो हैन केटाले केटीलाई गएर गुलाबको फुल दिएर मलाई तिमी कस्तो आँखा पर्यो भन्छ हो कि मन पर्यो भन्छ मन पर्यो हैन त्यो फुल लियो नाक पर्यो यार भन्छ हामीले भन्दैन नि मन पर्यो भन्छ है सी एभ्रिथिङ मनबाट आइरहेको छ एभ्रिथिङ मनमा जान्छ तर समस्या कहाँनिर आउँछ थाहा छ त्यो मन भनेको के हो कसैलाई पनि थाहा छ कसैलाई थाहा छ कहाँ छ मन यो शरीरमा मन छ कि छैन कहाँ छ यहाँ यो त मन होइन यो त दिमाग हो दिस इज ब्रेन माइन्ड कहाँ छ थाहा छैन डोन्ट वरी तपाईँहरूलाई मात्र होइन डक्टरहरूलाई पनि थाहा छैन मैले यङ डक्टरहरू भेटेको थिएँ अनि उहाँहरूलाई सोधेको थिएँ मैले होइन माइन्ड कहाँ छ डाक्टर साहब भनेको माइन्ड कहाँ पढाएको थिएन हामीले कहाँ छ पढाएको थिएन साथीलाई सोधिरहेको थियो होइन डक्टरलाई पनि बिचरालाई थाहा छैन माइन्ड कहाँ छ भनेर उसलाई ब्रेन थाहा छ यहाँ ब्रेन छ एन्ड ब्रेन एन्ड माइन्ड आर डिफ्रेन्ट होइन अमेरिका मैले रिसर्च गरेर पत्ता लगाएँ होइन ब्रेन भनेको ऱ्यासनल हुन्छ माइन्ड भनेको इमोसनल हुन्छ फरक छ यो फरक चिजहरू र शास्त्रले के भन्छ भन्दाखेरि मन हृदयको एरियामा होइन यो हार्टको रिजनमा छ र यहाँ बसेर उसले आज्ञा चक्रमा कन्ट्रोल ल्याउँछ र आज्ञा चक्रलाई प्रयोग गरेर ब्रेनलाई कन्ट्रोल गर्छ ब्रेनले शरीरलाई कन्ट्रोल गर्छ त्यसरी काम गर्छ भनेर भन्दैछु फेरि एकजनाले मलाई सोध्यो बाबुजी हार्ट ट्रान्सप्लान्ट गऱ्यो भने माइन्ड चेन्ज हुन्छ भनेर सोधिरहेको थियो मुटु चेन्ज गऱ्यो भने मन चेन्ज हुन्छ न मुटु भनेको फिजिकल सब्सटेन्स होइन सटल सब्सटेन्स हो सूक्ष्म होइन सूक्ष्म चिज हो सो मनभन्दा अझै गहिरो के छ म मन हुँ भनेर चिन्नु अलिकति गहिराइमा गएको हो मनभन्दा पनि अझै गहिरोमा गयो भने म बुद्धि हुँ भन्छ होइन म बुद्धि हुँ भन्छ होइन मन राम्रो छ मनले सबै चिज गर्छ मनले इच्छा गर्छ तर मनलाई एउटा चिज गर्न आउँदैन के सही हो के गलत हो छुट्याउन आउँदैन त्यही भएर हाम्रो यङ केटाकेटीहरूले आजकल के भन्छ मलाई ड्रग मन पर्छ भन्छ त्यो ड्रग भन्ने चिज एकदम नराम्रो चिज हो कि होइन अनि उसले के भन्छ उसलाई थाहा छैन मलाई मन पर्यो ड्रग मन पर्यो के पर्यो रे मन पर्यो होइन तर सही हो कि गलत हो गलत हो तर जसको बुद्धिले गलत हो भनेर थाहा छ उसले खाँदैन जसको बुद्धि कमजोर छ उसले खान्छ होइन ड्रगको के कुरा गर्ने हामी नेपाली दाजुभाइ दिदीहरूले के खान्छ पार्टीमा गएर टक्क ग्लास समात्छ होइन हो नेपालीहरूको चलनै छ अनि ग्लासमा के हुन्छ अरे दुध होइन के हुन्छ जुस बियर वाइन होइन जिन विस्की वाटेभर के छ रक्सी हुन्छ टक्क अनि हेर्नु न फेरि कस्तो हुन्छ टक्क खान्छ होइन अनि खाएर अलिकति झुमझुम भइसकेपछि वास्तवमा खान नहुने चिज हो कि भन्छ कि भन्दैन भन्छ नि है अनि टक्क फेरि खान्छ अनि फेरि एकछिनपछि उसको छोराछोरी आउँछ बाबु नखाए नराम्रो चिज फेरि आफू चाहिँ खाइरहेको छ फेरि होइन भनेको मतलब होइन मनले इच्छा गर्यो रक्सी कस्तो मनपर्छ अनि बुद्धिले नखाएमा यो गलत हुन्छ मुटु
कलेजो यिनीहरू सब बिग्रिन्छ भन्यो भने मतलब छैन। तर जसको बुद्धि एकदम पावरफुल छ, यो नराम्रो चिज भनेको छ भट खान्न अबदेखि, त्यो भन्न सक्छ। त बुद्धिसँग के हुन्छ, राइट र रङ छुट्याउन सक्ने शक्ति, त्यसलाई के भन्छ एनालाइटिकल पावर हुन्छ, विश्लेषण गर्न सक्ने शक्ति हुन्छ, क्षमता हुन्छ, त्यो चाहिँ बुद्धि हुन्छ। सो बुद्धिको लेभलमा तपाईँले आफूलाई चिन्नु भनेको अझै डिप एस्पेक्ट हो। र बुद्धिभन्दा पनि अझै डिप के छ, आत्मा। र आत्माको लेभलबाट के आउँछ, चेतना आउँछ। मनको इच्छा, बुद्धिको विवेक र आत्माको चेतना, प्रोडक्ट, तिनीहरूको प्रोडक्टहरूको कुरा। र यसरी चाहिँ हाम्रो पूर्ण आइडेन्टिटी बनेको हुन्छ। र जो व्यक्ति आत्माको लेभलमा गएर आफूलाई चिन्छ त्यो पूर्ण आफूलाई चिनेको मानिन्छ। र जब म आत्मा हुँ भनेर थाहा हुन्छ नि, आत्माको छेउमा एकजना अर्को देखिन्छ, को परमात्मा। आत्माको छेउमा को देख्छ अरे, परमात्मा देख्छ। र त्यो परमात्मालाई देखिसकेपछि धर्म बल्ल सुरु हुन्छ। हैन, भगवत गीतामा भनेको छ ब्रह्मभूत प्रसन्नात्मा न शोचति न काङ्क्षति सर्वेषु भूतेषु मद्भक्तिं लभते पराम। जो व्यक्ति आत्मा साक्षात्कार गरेको छ उसले हैन, आत्मा साक्षात्कार गरिसकेपछि उसको धर्म, उसको भक्ति सुरु हुन्छ। यसरी चाहिँ अध्यात्म बुझाएको छ। यो धर्म भनेको भगवान को हो, भगवान कहाँ हुनुहुन्छ, म र भगवान बिचको सम्बन्ध के हो, यो थाहा पाउने र त्यही अनुसार जीवन बाँच्ने, त्यसलाई धर्म भन्छ। र अर्को तेस्रो चिज छ, एउटा धर्म भयो, एउटा अध्यात्म भयो भने अर्को तेस्रो के छ, रीतिरिवाज। हैन, हाम्रो संस्कार संस्कृति भन्छ। हैन, पहाडमा टीका लाउँछ, तराईमा पनि टीका लाउँछ। हैन, पहाडको सिस्टम रातो टीका, टीकामा के मिक्स गर्छ, चामल हो क्या। अनि फेरि कुनै पहाडमा यस्तो गर्छ, यहाँ टीका लाउँछ अनि यसैमा थप्दै जान्छ। अहिले दसैँमा हो, कतै कतै निधारभरि लगाइदिन्छ, हो क्या। आफ्नो आफ्नो सिस्टम हुन्छ। तराईमा गयो भने रातो टीका हुन्छ कि हुँदैन, रातो हुन्छ। चामल हुन्छ, हुँदैन, होइन, चामल हुँदैन। अलिकति इन्डियातिर गयो भने कसैको पहेँलो, कसैको हरियो, कसैको निलो। होइन, यो चाहिँ के हो, रीतिरिवाज। रीतिरिवाज भनेको आफ्नो ग्रुप, एउटा सर्टेन ग्रुप मान्छेले फलो गर्नेलाई नियमलाई भन्छ रीतिरिवाज। तर हामीले यो नबुझेर के गरिदिन्छौँ, रीतिरिवाज, अध्यात्म, धर्म तिनवटा मिक्स गरिदिन्छौँ। क्यामेरा घुम्नु गरेर मिक्स गरिदिन्छौँ, क्या हो होइन, के गरेको थाहा नै छैन, अनि अलमल हुन्छ। न बुझ्नुभयो नि है। सो यो हिसाबले ठ्याक्क धर्म के हो, अध्यात्म के हो र रीतिरिवाज के हो, यो बुझ्यो भने होइन, यो बुझ्यो भने हामीले चाहिँ सजिलो हुन्छ प्र्याक्टिस गर्नलाई। र कतिपय मान्छेले के भन्छ भन्दाखेरि म आध्यात्मिक हुन्छु तर म धर्म मान्दिनँ भन्न पाइन्छ भनेर सोध्छ। पाइन्छै पाइँदैन, पाइन्छै पाइँदैन, पाइन्छ। होइन, म भगवान्सँग मान्दिनँ तर म को म बुझ्न चाहन्छु भन्यो भने पाइन्छ। तर चिन्ता नगर्नुहोस्, अध्यात्मबाट सुरु गरी धर्ममा पुग्छ पुग्छ पुग्छ, जसरी पुग्छ, बिस्तारै बिस्तारै स्टेप बाई स्टेप पुग्छ। तर म मान्दिनँ भन्न पाइन्छ। तर म धार्मिक छु भने अध्यात्म चाहिँ त्यो धर्मसम्म पुग्नको लागि बाटो भन्छ, सजिलो बनाएको हुन्छ अध्यात्म। होइन, त यस्तो किसिमले चाहिँ एरेन्ज गरेको छ। यसलाई जस्तो छ त्यस्तै किसिमले हामीले बुझ्यो भने राम्रो हुन्छ। र यो अध्यात्मको हाम्रो जीवनमा के फाइदा छ, आध्यात्मिक भयो भने के फाइदा छ। र तपाईँ सोचिराख्नु भयो होला, उहाँ त फेरि तिलक धोती लाएर बोलिराख्नु भएको छ, म पनि धोती लाउनु पर्ने हो कि होइन। आध्यात्मिक हुनालाई धोती लाउनु जरुरी छ, छैन। तिलक लाउनु जरुरी छ, छैन। टुप्पी पाल्नु जरुरी छ, छैन। तर के गर्नु पर्यो, यो ठाउँ सफा हुनु पर्यो, मन सफा हुनु पर्यो, हृदय सफा हुनु पर्यो। होइन, अध्यात्म भनेको हृदय सफा हुनु पर्यो। लुगा जस्तो सुकै लाउनुहोस्, होइन, आध्यात्मिक हुनुलाई भेजिटेरियन हुनुपर्छ, पर्दैन। होइन, धेरैजनाको एउटा मिसकन्सेप्सन छ होइन, यहाँ कृष्ण भक्तिमा आउँदाखेरि पनि तर्सिन्छ, हो त्यहाँ गयो भने मासु छोड्नुपर्छ अरे, छोड्नु जरुरी छ, छैन। होइन, वितासुर भन्ने एकजना असुर राक्षस होइन, दानवहरूको परम्परामा आउनुभएको थियो। होइन, वितासुर भनेको परम भक्त, भगवानको परम भक्त, यतिसम्म भक्त कि इन्द्रसँग लडाइँ हुँदाखेरि इन्द्रलाई अर्थी दिइरहेको छ कि भगवानको भक्ति गर्नुपर्छ लडाइँमा गएर। होइन, दानव र देवताको लडाइँ हुँदाखेरि त्यो वितासुर
हैन विष्णुको भक्त हुनुपर्छ भनेर सिकाउँदैछ क्या इन्द्रलाई। अनि त्यहाँ लडाइँमा चाहिँ सिकाउने, अनि त्यो लडाइँ आउन अगाडि ब्रेकफास्टमा 6 जना मान्छेको मासु खाएर आउँछ। मासु मात्रै होइन, मान्छेको मासु खाएर हैन। त मासु खाँदैमा भक्ति गर्न सकिँदैन हो? होइन। तर इन्ट्रेस्टिङ कुरा के भन्दाखेरि भक्ति गर्यो भने मासु अटोमेटिक छुट्टिन्छ हैन। त्यो चाहिँ फेरि इन्ट्रेस्टिङ छ हैन। त्यो भक्तिको पावरले गर्दाखेरि बिस्तारै बिस्तारै जे राम्रो छ आफ्नो शरीरको लागि, चेतनाको लागि त्यही अनुसार हाम्रो लाइफ बन्दै जान्छ हैन। तर हाम्रो अधिकांश भक्तहरूले चाहिँ के भनिदिन्छ, पहिल्यै भेजिटेरियन हुनुपर्छ भन्छ। मासु छोड्नै सक्दैन बिचराले हैन। त्यसको स्वादमा झुन्डेको छ अनि भक्त बन्नै सक्दैन। तर होइन, म चाहिँ के भन्छु, पहिला भक्त गर्नुहोस्, बाँकी चिज सबै अटोमेटिक हुन्छ है। सो यस्तो किसिमले हामीले अध्यात्म हैन, धर्म, भक्ति यिनीहरू बुझ्यो भने चाहिँ हाम्रो बेटर हुन्छ, क्लियर हुन्छ, क्लिन हुन्छ हैन। र अध्यात्मको हाम्रो विभिन्न ठाउँमा चाहिँ यसको प्रयोगहरू हुन्छ। अध्यात्मले तपाईँलाई धनी बनाउन सिकाउँछ कि सिकाउँदैन? कसरी सिकाउँछ हैन? के आध्यात्मिक भयो भने जोगी हुन्छ मान्छे हैन। म जब यसमा हरे कृष्णमा आएको थिएँ, मेरो बुवामा 7 गयो है, लाखौँ खर्च गरेर इन्जिनियर बनाएको म र हरे कृष्ण भयो, बर्बाद भयो। त जोगी भएर जान लाग्यो, यसले लुटाउँछ पैसा भनेर 7 गएको थियो। आजभन्दा 21 वर्ष अगाडिको कुरा। आज 21 वर्ष भइसक्यो, बुवा आमासँगै बस्छु हैन, घरमै बस्छु, विवाहित छु हैन। त्यो यसमा हरे कृष्णमा लाग्यो, त्यसपछि 1-1.5 वर्षमा दीक्षा भयो। दीक्षा भइसकेपछि बुवा आमाले सोध्छ, तिमी घर छोडेर जाने होइन भनेर सोध्छ। अनि कसले भने घर छोडेर जाने? अनि यस्तोमा लाग्यो जस्तो घर छोडेर जान्छ होइन भने, होइन कसले भने होइन। घरमा मतलब घरमै बसेर पनि भगवानको भक्ति गर्न सकिन्छ। मान्छेहरूको एउटा मिसअन्डरस्ट्यान्डिङ छ हैन। सो त्यसले गर्दाखेरि यो राम्ररी बुझिसकेपछि मात्रै हामीलाई फाइदा हुन्छ हैन। र मैले अघि भने जस्तै यो अध्यात्मले धनी बन्न सिकाउँछ कि सिकाउँदैन? सिकाउँछ। भगवत गीता तपाईँले होइन, त्यो भगवत गीता पढ्नु भएको छ कि छैन? त्यो भगवत गीता धनी बनाउने किताब हो। त्यो मान्छेले के सोच्छ, अब यो त छोयो भने जोगी भन्छ होइन। भगवत गीतामा जस्तै श्लोकहरू आउँछ हैन, व्यवसायत्मिका बुद्धि एकै कुरुनन्दन बहुशाखा यनन्तास बुद्धयो व्यवसायिन। अर्जुनलाई भन्नुहुन्छ, हे अर्जुन, तिमीलाई यदि जीवनमा सफल हुनु छ, चाहे धनी हुनु छ या चाहे जेमा पनि एक्सपर्ट हुनु छ भने एउटा चिज गर्नुपर्छ के अरे, तिम्रो बुद्धि एउटै ठाउँमा फिक्स हुनुपर्छ। एकै कुरुनन्दन, एउटा चिजमा फिक्स हुनुपर्छ हैन। बहुशाखा यनन्तास, यदि बहुशाखा धेरै ठाउँमा तिमीले बुद्धि लगायो भने केहीमा पनि सक्सेसफुल हुँदैन। श्री कृष्ण इज टकिङ अबाउट फोकस। हामीहरू पनि पैसा कमाउँदाखेरि हामी फोकस्ड हुन्छ कि हुँदैनौँ? हुन्छ हो र? आज 2 दिन एउटा कुरा गरेर फेरि होइन यार फलानुले बढी कमाएको छ यार भने उतातिर गयो, अनि कुन चाहिँले होइन यहाँ दुबईमा राम्रो छ, दुबई होइन शारजा अरे भने शारजा गएको छ, शारजा होइन आबुधाबी रे आबुधाबी गयो, होइन बहराइन रे भने बहराइन गयो, अनि बहराइनमा अमेरिका भन्यो, अनि अमेरिकाबाट मार्स रे होइन मङ्गल ग्रह जाने भन्छ हो। मान्छेहरू होइन दिमाग त्यस्तै हुन्छ नि, कता 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 आफू जहाँ बसेको छ त्यहाँ राम्रो लाग्दैन कि अर्काले के गरेर छ, अर्काको ठाउँमा के हुन्छ त्यो हेर्छ होइन नि। फिक्स्ड हुनुपर्छ। हेर्नु न, संसारमा धनी जति पनि सक्सेसफुल कम्पनीहरू हेर्नुहोस् त होइन, सक्सेसफुल कम्पनी जस्तै एप्पल होइन, एप्पल कम्पनी तपाईँले होइन जुन आइफोन बनाउने कम्पनी हेर्नुहोस् त, संसारको सबभन्दा धनी कम्पनी, उसँग $2 ट्रिलियन भन्दा बढीको एसेट छ। त्यो कम्पनीको भ्याल्यु होइन 2 ट्रिलियन भनेको थाहा छ? नेपालको बजेट मेबी 300 वर्षलाई पुग्छ होला, त्यति पैसा। एउटा कम्पनी तपाईँले किनेको आइफोनको कम्पनी धनी बनाएको फेरि तपाईँहरूले नै हो। आइफोन मैले किनेको छु नि त्यही भएर भने तपाईँहरू होइन, धनी बनाउने हामीहरू नै हो होइन। अनि त्यो आइफोन बनाउने कम्पनीले के बनाउँछ, के बनाउँछ उनीहरूले? त्यही आइफोन, म्याकबुक होइन, त्यही आइप्याड, त्यो 2-3वटा चिज होइन, सेम 2-3वटा त्यो एयरपोर्टहरू बनाउँछन्। यही एउटै चिजलाई चले 1 2 3 4 5 6 गरेर होइन बढाउँदै लगिरहेछ। त्यही एउटा चिज बनाउँछ। माइक्रोसफ्ट अर्को धनी कम्पनी, उसले के बनाउँछ? त्यही विन्डोज अफ अपरेटिङ सिस्टम, त्यही अफिस, 2-4वटा आइटम छ त्यसैमा चलिरहेछ हेर्नु न उनीहरू। अनि एमाजोनले के गर्छ? त्यही रिटेल बिजनेस,
होइन त्यही रिटेल बिजनेस गरिरहेछ त्यही एउटै चल्या त्यसलाई अझै बेटर बनाउँदै लगिरहेछ जुन कम्पनी एउटै चिजमा फोकस छ त्यो कम्पनी सक्सेसफुल भएको छ होइन त्यसपछि एक दिन के पत्ता लगायो भन्दाखेरि टाटा कम्पनी होइन रतन टाटाले त्यो कम्पनीलाई भवाल बनायो दामी बनायो तर फेरि टाटाको हेरेको टाटा नमक रे टाटा स्टिल रे टाटा गाडी रे यसमा त कतिवटा प्रोडक्ट छ होइन कहाँ नमक कहाँ स्टिल के होइन कुरो मिलेन के रहेछ भनेर बुझ्दाखेरि कसरी सक्सेसफुल भयो होइन भगवान्ले त एउटा चिजमा फोकस यहाँ त 10वटा चिज गरेछ भनेर पछि पत्ता लगाउँदाखेरि त टाटा भनेको कङ्ग्लोमरेट रहेछ कि कङ्ग्लोमरेट भनेको के हो ग्रुप अफ इन्डस्ट्रिज टाटा नाम एकजनाको अनि उसको तल विभिन्न त्यही नामलाई युज गरेर नमक पनि बनाएको छ स्टिल पनि बनाएको छ तर नमक हेर्ने डिभिजनले होइन स्टिलको कुनै पनि सरोकार राख्दैन अलग्गै फङ्सन गर्छ कम्प्लिटली अलग्गै कम्पनी त्यसको कुनै सम्बन्ध नै छैन खालि मालिक मात्रै एउटा हो नाम मात्रै एउटा होइन बुझ्नु पनि त्यो कङ्ग्लोमरेट भनेको ग्रुप अफ इन्डस्ट्रिज आएर एउटा ठाउँमा नामको लागि नेम सेकको लागि नेपालमा सिजी ग्रुप भन्छ स्कुल पनि खोलेको छ घरि के गरेको छ घरि के रहेछ इलेक्ट्रोनिक्समा गएको छ होइन तर अलग चल्छ सो भनेको मतलब लाइफमा यदि सक्सेसफुल हुने हो भने एउटा चिज जानु पऱ्यो त्यसपछि कृष्णले के भन्नुहुन्छ अर्को चिन्तन भन्नुहुन्छ कुनै पनि चिज सक्सेसफुल गर्नलाई कहाँबाट सुरु हुन्छ अरे चिन्तन भनेको के हो एउटै कुरा रिपिटेडली सोचिराख्ने म अब राम्रो हुन्छ अब म राम्रो हुन्छ अब म राम्रो हुन्छ अब म धनी हुन्छु अब म धनी हुन्छु सोचिराख्ने त्यसलाई चिन्तन भन्छ अनि एकहोरो भएर एउटै चिज पोजिटिभली सोच्नलाई चिन्तन नेगेटिभली सोच्नलाई के भन्छ चिन्ता भनेर भन्छ होइन म खत्तम मान्छे हो होइन त्यसलाई के भन्छ चिन्ता भन्छ होइन हाम्रो नेपालीहरूको एउटा चिन्ता भन्यो नेपाल गरिब देश हो कतिचोटि सुनेको छ यो कुरो सुनेको छ कि छैन डेली सुन्छ नेपाल गरिब देश हामी खत्तम देश होइन हामी तेस्रो संसारकै के भन्छ थर्ड वर्ल्ड कन्ट्री नेपालमा केही छैन यहाँ कति सुन्छ होइन त्यसलाई के भन्छ चिन्ता भन्छ त्यसको नेगेटिभ भन्छ अनि फेरि त्यसको हेर्नु न आजकल एक्सपेरिमेन्ट गरिरहेछ होमियोप्याथीहरू मोडर्न साइकोलोजीमा पनि यसको धेरै होइन रिसर्चहरू भइरहेछ चिन्तनलाई उनीहरूले के भने प्लासिबो इफेक्ट भन्छ होइन चिन्तालाई चाहिँ चिन्तनलाई प्लासिबो इफेक्ट भन्छ भने पोजिटिभ होइन चिन्ता भनेको नेगेटिभ त्यसलाई चाहिँ नोसेबो इफेक्ट हुन्छ र होमियोप्याथीमा यसलाई एकचोटि एक्सपेरिमेन्ट गरेर हेरेको थियो अनि एउटा बिरामी साँच्चीकै सिरियस बिरामी त्यसलाई चाहिँ रोग लाग्छ रोगले ग्रस्त भएको छ होइन अनि ऊ चाहिँ डक्टर कहाँ आउँछ अनि डक्टरले के भन्ने थाहा छ ओहो तपाईँलाई कस्तो गाह्रो रोग लागेको रहेछ है कस्तो डरलाग्दो रोग लागेको रहेछ तर चिन्ता नगर्नुहोस् हामीसँग औषधि छ एकदम कडा औषधि तपाईँको 3 दिन खायो भने स्वाटै रोग निको हुन्छ तर यो औषधि खाँदा अलिअलि टाउको दुख्छ भमिटो होला जस्तो हुन्छ रिङ्गटा लाग्छ त्यही भएर आराम गर्नुहोस् फलफुलको जुसहरू अलिक बढी खानुहोस् हस् डाक्टर साहब होइन त्यो बिरामी मान्छे घरमा गएर उसले दिएको त्यो 3टा क्याप्सुल छ दिनको एउटा गर्दै 2 दिन 3 दिन खायो 3 दिनपछि रोग पनि निको हुन्छ बिचमा टाउको पनि दुख्ने भमिट होला जस्तो पनि हुने होइन र रोग पनि निको भयो अब इन्ट्रेस्टिङ कुरा के भन्नु न त्यो क्याप्सुलभित्र के छ के पनि छैन खोक्रो जस्ट क्याप्सुल अनि काम केले गर्यो भन्दाखेरि त्यो डक्टरले त्यो बिरामीलाई कन्भिन्स गरेको कुराले काम होइन त्यसैको ज्वलन्त एउटा इक्जाम्पल चाहिँ मेरो मामाले गर्नुभएको थियो होइन मेरो हजुरआमा मामाको आमा होइन उहाँ चाहिँ बिरामी एकदम बिरामी भएको श्रीमान मरेको थियो कि त्यो उहाँको साइकोलोजिकल परेको होइन ट्रमा परेको त्यसले गर्दाखेरि रोगी अनि पछि त्यो निन्द्रा पनि आउनु छोड्यो अनि उहाँलाई के दियो स्लिपिङ ट्याब्लेट तर प्रब्लम के हो भने स्लिपिङ ट्याब्लेटको डोज बढ्दै गयो पछि गएर छुँदै नछुने राम्रो नहुने होइन अनि डक्टरले के भन्नुभयो अब यस्तै डोज बढाउँदै जाने हो भने त एक दिन त खानै गर्दैन र त्यसको साइड इफेक्ट पनि छ बडीमा तर सकभर नखाउनुहोस् भयो अनि नखाइकन के गर्ने आमा सुत्दैन फेरि होइन आमा सुत्दैन भने झन् बिरामी हुन्छ के गर्ने त डाक्टर साहब भनेको यसो गरौँ न म तपाईँलाई एउटा भिटामिन लेखिदिन्छु त्यो हेर्दाखेरि ठ्याक्कै स्लिपिङ ट्याब्लेट जस्तै देखिन्छ तर हरेकचोटि त्यो दिँदाखेरि तपाईँले ल स्लिपिङ ट्याब्लेट खानुहोस् है आमा भनेर दिनुपर्छ हुन्छ डाक्टर साहब भनेर
भिटामिनको ट्याब्लेट दियो कि अनि मामाले पनि के गर्यो बेलुका त्यो ट्याब्लेट निकाल्यो आमा सुत्ने बेला बोल्दा स्लिपिङ ट्याब्लेट खानुहोस् भनेर हातमा राख्थ्यो बिचरा उहाँले त पढ्न आउँदैन फट्टले पाप्प खायो 10 मिनटपछि बाबु झुमझुम भयो निन्द्रा आयो तर खाइरहेछ के भिटामिनको ट्याब्लेट होइन त्यस्तै गरिकन हामीले कहिले केही खाना खाँदाखेरि कस्तो घिन लाग्छ है राम्रो छ खाना सबैले मजाले खाइरहेको छ तर मलाई घिन लाग्यो अनि मलाई एकछिनपछि के हुन्छ गुरु हुन्छ आज पेटमा होइन इन्डाइजेसन हुन्छ कि हुँदैन त्यो खानामा प्रब्लम होइन प्रब्लम कहाँ छ मानसिकतामा प्रब्लम छ है त्यो अध्यात्मले यो चिज सिकाउँछ र त्यसकै नसिबो इफेक्ट भनेको के भन्दाखेरि नेगेटिभ होइन हाम्रो फ्यामिली बिजनेस पनि फार्मेसी पोलिक्लिनिक हो अनि धेरै बिरामीहरू आउँथ्यो अनि कोही बिरामी आउँथ्यो मेरो पेट एकदम पोल्छ एकदम घोज्छ बाबु भन्थ्यो अनि सिम्टमहरू सबै हेरेको ग्यास्ट्रिक के पनि भएको छ नि त्यो त ग्यास्ट्रिक हो ल नि त भनेर एउटा सिम्पल औषधि होइन होइन बाबु यो ग्यास्ट्रिक होइन म त मर्ला जस्तो हुन्छ भित्र क्यान्सर लाग्छ के छ यस्तो होइन बाबु ठुलो डक्टर को छ भन्नु त ए बाबा तपाईँले केही भएकै छैन कि तपाईँको चिन्ता मात्रै हो होइन बाबु कस्तो काम नलाग्ने बाबु रहेछ त बुझ्दैन रहेछ यहाँ मान्छे मर्न आँटिसक्यो घोचेर त्यसलाई चाहिँ नसिबो इफेक्ट हुन्छ र साँच्चीकै त्यस्तो मान्छेहरू 2-3 वर्षपछि उनीहरू बिरामी हुन्छ मर्छ भएको केही पनि छैन तर नेगेटिभ थिङ्किङ गर्नाले नेगेटिभ रिजल्ट आउँछ किन कतिपय मान्छे कोरोनाको टाइममा होइन 1.5 वर्ष 2 वर्षसम्म घरबाटै निस्केन किन कोरोना लाग्छ अरे कोरोना यति जपेको कोरोनाको बारेमा घरमा बसी कोरोना लाग्यो होइन कोरोनाको टाइममा चाहिँ म चाहिँ फेरि पुरा इन्डिया सिन्जा कहाँ घुमेर आएको मास्क लाउनै मन नलाग्ने कहिले पनि लाउन त्यो सेनिटाइजर कहिले पनि युज गरेन बेकारको चिज किन मसँग के को ज्ञान छ दुईवटा चिज अध्यात्मको पनि ज्ञान छ अर्को इम्युन सिस्टमको पनि ज्ञान छ यदि तपाईँको इम्युन सिस्टम तगडा छ भने जुनसुकै रोगसँग पनि लड्न सक्छ तर तपाईँको इम्युन सिस्टम कमजोर छ भने जब एउटा रोगाले पनि मारिदिन्छ तपाईँलाई होइन तर त्यसको ज्ञान हुनु पऱ्यो मानसिकता त्यही अनुसार कन्भिन्स्ड हुनु पऱ्यो होइन त्यसलाई अहिले मोडर्न साइकोलोजीमा के भन्छ साइकिक हिलिङ भनेर भन्छ होइन तपाईँको होइन मानसिकता प्रयोग गरेर आफूलाई निको गर्ने आफूलाई उपचार गर्ने होइन अहिले क्यान्सरको पनि ट्राई गरिरहेको छ उहाँले क्यान्सर भनेको नेगेटिभ सेल्सहरू हो र पोजिटिभ थिङ्किङबाट क्यान्सर निको गर्न सकिन्छ भनेर स्विडेनमा ठुलो एक्सपेरिमेन्टहरू भइरहेछ होइन त्यो अनुसारको कामहरू भइरहेछ र सक्सेस रेटहरू पनि बढ्दैछ उनीहरूको होइन बुझ्नुभयो नि सो यो साइकोलोजीले मानसिकताको कुरा गर्छ अब कतिजनालाई धनी हुनु मन लाग्छ हात उठाउनुहोस् र जसले हात उठाउनुहुन्छ धनी हुन्छ है म भगवान्लाई प्रार्थना गर्दैछु राइट अब धनी हुनलाई के गर्नुपर्छ आज के चाहिन्छ धनी हुनलाई के चाहिन्छ मेहनत रे मेहनत गरेर कहाँ धनी हुन्छ मेहनतको जमाना गइसक्यो हार्डवर्कको जमाना गइसक्यो अहिले स्मार्ट वर्कको जमाना हो हार्डवर्क चाहिँ काम गर्दैन के चाहिन्छ होइन के चाहिन्छ अरे एकछिन उहाँले के भन्नु क्या धैर्यता पैसा आउँछ धैर्यता चाहिन्छ इट्स पेसेन्स होइन दिज आर भेरी इम्पोर्टेन्ट मन चाहिन्छ हो मनको बारेमा कुरा छ मन के चाहिन्छ मानसिकता धनीको जस्तै हुनुपर्छ धनीले कसरी सोध्छ के खान्छ कसरी कुरा गर्छ होइन त्यो तपाईँले सिक्नुहोस् तपाईँ धनी अटोमेटिक हुन्छ हामी नेपाली धनी किन नभएको हाम्रो मानसिकता धनी छैन होइन संसारमा एक्सपेरिमेन्टहरू गरेको छ होइन एउटा तपाईँहरूले पनि सुन्नुभयो होला पढ्नुभयो होला उसको किताब रोबर्ट कियोसाकी भन्ने रिच ड्याड पुअर ड्याडको अथर हो र उसले धेरै रिसर्च गरेको छ उसले केसम्म रिसर्च गर्यो भन्दाखेरि एउटा पैसा नभएको मान्छेलाई $1 मिलियन दिदियो कि होइन $1 मिलियन भनेको $10 लाख दिदिएको के गरिदियो थाहा छ 3 वर्षमा झ्वाम फेरि जस्ताको थियो जिरोमा आइपुग्यो होइन किन उसको धनी मानसिकता छैन होइन पैसाले मान्छेलाई धनी बनाउने होइन मानसिकताले धनी बनाउँछ मैले कतिजना मान्छे देखेको छु जोसँग टन्न पैसा छ तर मानसिकता गरिब के पैसा जुस होइन अरबौँ रुपियाँ छ लिटरली अरबौँ रुपियाँ छ 150-200 करोड छ छ्यात्या गन्जी लाएर बस्छ
साँच्चै कि म भन्दिनँ को भनेर फेरि मार्छ मलाई होइन कुनै कुनै टाइममा उहाँको घरमा जाँदा यता टाउकै छिर्ने भुवाल हुने गन्जी लाउँदा यताबाट निकाल्ने कि यताबाट आउनु लिने खालको अनि बाहिर चाहिँ फेरि टक्क चट्ट लाउँछ भित्र चाहिँ च्यात्या हुन्छ इट्स भेरी स्ट्रेन्ज एक्चुअली यो मानसिकता भन्ने एउटा मैले होइन उदाहरण दिन्छु यो रियल कुरा मेरो बुवाको मेरो फुपूहरू होइन अमेरिका जानुभयो धेरै अगाडि 55 वर्ष अगाडि जानु होइन र उहाँको छोरा र छोरी दुवैजना सानो 2 वर्ष 4 वर्ष हुँदाखेरि नै अमेरिका लिएर गए होइन सो दाइ पुरै अमेरिकन नेपाली आउँदैन एक दुईवटा वर्ड आउँछ राम्रो चा भोक लाग्यो भन्छ सिद्धि होइन त्यति मात्रै आउँछ अनि उहाँ आउनुभएको थियो नेपाल आउनुभयो मामा घरमा बस्नुभयो हामीहरूसँग बस्नुभयो होइन अनि मामा पनि खुसी भएर होइन भान्जा यत्रो पछि आएको ल एउटा घडी किनिदियो हेर्नु यो मेरो बुवाहरूको स्टोरी सुनाएको होइन कि मानसिकताको कुरा गरेको मैले होइन अमेरिका भनेको धनी देश कि गरिब देश धनी देश हो नेपाल भनेको फाइनेन्सियली एक किसिमले हेरौँ न गरिब देश होइन मनको पाउनुहुन्थ्यो धनी छ म पनि विश्वास गर्दिनँ नेपाल गरिब भनेर तर हेर्नु है मानसिकता भन्ने चिज कस्तो इम्पोर्टेन्ट छ भन्ने कुरो मैले बुझाउनु खोजेको अनि मेरो बुवाले त्यो भान्जालाई घडी दियो कि राम्रो घडी दिएको थियो अनि त्यो घडी दिन सोध्दा ओ थ्याङ्क यू मामा थ्याङ्क यू भन्दै बक्स खोलेर घडी निकाल्यो कस्तो राम्रो घडी ओ सो नाइस मामा टक्क आफूले लगाएर घडी फुकाल्यो होइन चट्ट राख्यो अनि त्यो नयाँ घडी लगायो हातमा र यस्तो हेऱ्यो ओहो थ्याङ्क यू मामा भनेर अङ्गल पनि मार्यो त्यसपछि के गर्नुभयो थाहा छ टक्क त्यो पुरानो आफूले लगाइरहेको घडी छ नि लिएर डस्टबिनमा लगेर खसाल्यो होइन त्यो लगेर त्यो घडी लगेर डस्टबिनमा फ्याँक्यो र मेरो बुवाको आँखा के गरेको बाउ व्हाट आर यु डुइङ के भयो होइन के भयो होइन तिमीले घडी किन फ्याँकेको त्यो तिम्रो घडी त चल्ने घडी होइन अनि चल्छ किन फ्याँकेको त आई डोन्ट निड इट मलाई चाहिँदैन अब त्यो होइन घडी चल्छ पछि युज गरे भइहाल्यो नि लैजाउँ न भन्दाखेरि म मेरो सुटकेस लिमिटेड छ सामान लाँदा बरु मलाई चाहिने चिज लान्छु नि अब म त्यो लाउँदैन किन लाने यु अन्डरस्ट्यान्ड आई डोन्ट निड इट आई थ्रो इट त्यसलाई धनी मेन्टालिटी भन्छ त्यसपछि एकछिनपछि के हो थाहा छ मेरो बुवाले गएर टक्क डस्टबिनभित्र हात छिराएर घडी निकालेर अब तिमी नलाउने भए म राख्छु नि त होइन त्यो बुवाले त्यो घडी लिएर लगाउनु पनि भएन कि लगेर थन्काएर राख्यो होइन हेर्नुहोस् न बुवा नेपाली नेपालको मेन्टालिटी अभाव मेन्टालिटी पुग्दैन छैन हुँदैन हो कि न तपाईँले बुवा आमासँग पैसा माग्नु भएको छ कि छैन के भन्छ पैसा भयो जति हेर पैसा माग्नु पैसा भयो पछि त्यो हुन्न होइन त्यसलाई भन्छ अभावको मेन्टालिटी हुन्छ होइन तर अमेरिका हेऱ्यो भने एबन्डेन्स के चाहिन्छ के खाने फोकट चिजमा पैसा खर्च गरिरहेछ त्यही भएर अमेरिका धनी छ नेपाल छैन होइन यदि धनी हुने भए पहिला के चेन्ज गर्नु पर्यो अरे मानसिकता चेन्ज गर्नुपर्छ होइन उनीहरूले कसरी सोध्छ कसरी गर्छ त्यो मानसिकता हुनु पर्यो किन जरुरत हुनु पर्यो नि पहिला होइन जरुरतै छैन भने हुँदैन कि तपाईँले जबरजस्ती आर्टिफिसियली त्यो नेसेसिटी डिक्लेयर गरेर हुँदैन वास्तवमा हुनुपर्छ न बुझ्नुभयो नि सो दिस इज भेरी इन्ट्रेस्टिङ एक्चुअली र किन यो यसमा हामी किन कन्फिडेन्ट छौँ थाहा छ एउटा श्लोक छ कि एउटा सूत्र दिएको छ त्यसमा के भनेको छ अथवा के आत्मवत् मन्यते जगत सिम्पल फर्मुला आत्मवत् आत्माले धारण गरेको शरीर मन्यते मनको थ्रुबाट जगत संसार बनाउँछ मेरो मानसिकता जस्तो हुन्छ मेरो वरिपरि त्यस्तै हुन्छ मेरो मानसिकता जस्तो हुन्छ त्यस्तै साथीहरू हुन्छ मेरो मानसिकता जस्तो हुन्छ म त्यस्तै किसिमको लुगा लाउँछु तपाईँहरू जिन्स लगाइराख्नु भएको कतिजनाले धोती लाउन सक्नुहुन्छ धोती लाएर हिँड्न सक्नुहुन्छ के कुरा गरेर हुन्छ मलाई पनि अझै याद छ पहिलो दिन धोती लगाएको माइ गॉड के भयो यार के झुन्ड्या हो के झुन्डेको ट्याङ्ल्याङ गरेर अनि यस्तो हुन्थ्यो कि यो छोपेर बस्नु जस्तो कि लाज लाग्थ्यो
किनभने मेरो मानसिकताले जिन्स प्यान्टलाई अरू प्यान्टहरूलाई स्वीकार गरेको थियो। त्यही भएर मलाई त्यही कम्फर्टेबल लाग्थ्यो, धोती अप्ठ्यारो लाग्थ्यो। अब अहिले आएर धोती कम्फर्टेबल लाग्छ होइन, जिन्स लाउनु पऱ्यो भने के कसेको यो के भयो कुसमुकुस हुन्छ, बुझ्नुभयो नि। त मैले मेरो मानसिकता चेन्ज गरेँ भने मेरो लगाई खवाई, मेरो इन्भाइरोमेन्ट, मेरो साथी, मेरो पैसा, घर, मेरो स्वभाव सबै चिज चेन्ज हुन्छ। अब यो माइन्ड कसरी चेन्ज गर्ने भन्ने होल टपिक नै अध्यात्मको टपिक हो। मन के हो बुझ्ने, मन कहाँ छ बुझ्ने, मनलाई कसरी चेन्ज गर्ने, मनलाई कसरी काबुमा राख्ने, यो सबै चिज आध्यात्मिक टपिकहरू हो। तर मान्छेले बुझेको छैन होइन। खालि एउटा यसो आध्यात्मिक भने नि धार्मिक भनेर छ, होइन होइन होइन। यसको ठुलो उपलब्धि छ अनि यसको सम्बन्धमा पनि उपलब्धि छ होइन, बुझ्नुभयो नि। सम्बन्धमा पनि उपलब्धि। आजकल धेरै जसो डिभोर्स किन भइरहेको, उहाँले भन्नुभएको जस्तै पेसेन्स र टलरेन्स नभएर। जबसम्म सहन सकिन्छ प्रब्लम किन भयो होइन, प्रब्लम छैन होइन। हजुरहरू यहाँ शारजा दुबईमा बसेर हजुरहरूको सहन शक्ति बढिसक्यो हिटसँगको, अनि अलिअलि हिट चल्थायो, प्रभु यो त शीतल भएको भन्छ, आफूलाई मर्नु भइसक्यो होइन भएर है, यो टक्कै फुट्ला जस्तो तातो भइसक्यो, उहाँ हुन्छ ए त चिसो भएको भन्छ, कस्तो ढाँटेको यार भने जस्तो होइन, हामीलाई पकाउनलाई भने जस्तै लाग्ने कि होइन। तर होइन होइन, तपाईँहरूको सहन शक्ति बढेको हो। त्यो सहन शक्ति बढेपछि त्यो हिट नर्मल लाग्न थाल्छ होइन। त्यस्तै गरेर हामी काठमाडौँ नेपालमा बस्नेहरू धेरै अधिकांश चिसो सहन सक्छ होइन, चिसोमा सहन सक्छ होइन। यहाँ बस्नेहरूले गर्मी सहन सक्छ। त्यो सहन सक्ने शक्ति खतम भएपछि नै सबै समस्या हुने होइन। श्रीमान श्रीमतीमा पनि त्यही अनि खटपट त जसको पनि हुन्छ। जब सहन सक्दैन अनि के भन्छ, डिभोर्स, यो मान्छेसँग बस्नै सक्दैन म भन्छ, हो कि होइन। फेरि अनि विवाह भनेको पनि यस्तै फेरि होइन। सुरुमा के अरे चन्द्रमुखी, अनि 1-2-4 महिनापछि सूर्यमुखी, अनि 2-4 वर्षपछि ज्वालामुखी, पड्केको होइन। केटीहरू मात्र होइन, केटाहरू पनि त्यस्तै हुन्छ होइन। केटाहरू पनि झुटो बोल्छ सुरुमा होइन, यो तारा ल्याइदिन्छु ल्याइदिन्छु किनिदिन्छु भन्छ, अनि पछि ठेङ्गा होइन। केटाहरूको प्रिन्सिपल चाहिँ के हो अरे होइन, नपाएसम्म कस्तो, पाएपछि सस्तो, केटाहरूको प्रिन्सिपल छ। अब यो केटाकेटीहरूको कुरा गर्नुहुन्न यार, म चेतिसकेँ म बटरफ्लायरको कुरा गरेको झन्डै मारेको है। मैले भन्न खोजेँ एउटा अर्को इन्टरप्रिटेसन आइन्छ के अरे, यो केटाकेटीको छोडिदिन्छ कुराहरू हुँदैन, तपाईँहरू आफै हेर्नुहोस् है। तर यो अध्यात्मको होइन युटिलिटी धेरै ठाउँमा छ, धेरै ठाउँमा युज हुन्छ होइन, बुझ्नुभयो नि। हेर्नु न, अब हाम्रो चाहिँ के भयो भन्दाखेरि भगवान्ले लेखिदिएको गीता छ, त्यो गीतामा सबै चिज छ होइन। तर वेस्टर्न वर्ल्डमा चाहिँ फेरि यो मान्दैन कि, यो किन मान्दैन भन्दाखेरि यो एक्सपेरिमेन्टै गरेको छैन, यो रिसर्चै गरेको छैन भन्छ कि होइन। रिसर्च छ, रिसर्च गरेको थाहा हुन्छ भन्छ। हाम्रोमा रिसर्च गर्नु पर्दैन, हाम्रोमा चाहिँ आफूले विश्वास गर्ने अथोरिटी हुन्छ, त्यो अथोरिटीबाट जे आउँछ त्यसलाई हामी स्वीकार गर्छौँ। तर यही चिजलाई पनि एक्सपेरिमेन्ट गऱ्यो भने फेरि होइन सही कुरा आउँछ, सही कुरा आउँछ, त्यसमा सही कुरा नआउने होइन होइन। त्यही भएर यो अध्यात्म होइन, यो जुन भगवत गीताहरू छ एकदम प्रामाणिक किताबहरू छ होइन। यही किताबमा होइन, भगवत गीतामा आधारित गरेर एउटा किताब लेखियो जुन संसारमा म्याक्सिमम बिक्री भएको थियो, स्टेफन कोभीको। कुन किताब हो? 7 Habits of Successful People होइन, हाइली इफेक्टिभ पिपल भन्नुहुन्छ 7 Habits। त्यसमा 7वटा यस्तो होइन तपाईँको नेचरको कुरा गरेको छ जसले चाहिँ तपाईँलाई चाहिँ होइन सफल बनाउँछ। अनि यो स्टेफन कोभीलाई होइन उता हैदराबादमा बोलाएको थियो कि, हैदराबादमा एउटा युनिभर्सिटीमा होइन कन्भोकेसन डे हुँदाखेरि उसलाई चिफ गेस्ट बनाएको थियो। र त्यो ठाउँमा आएर उसले के भन्यो थाहा छ, म इन्डियनहरूलाई धेरै धन्यवाद दिन चाहन्छु किनभने इन्डियामा मेरो सबैभन्दा बढी यो किताब बिकेको रे। इन्डियामा सबभन्दा बढी बिकेको, त्यसको लागि धेरै धेरै धन्यवाद। र म चाहिँ आफूलाई भाग्यशाली ठान्छु किनकि इन्डियनहरूले भगवत गीता पढ्दैन भनेर भनेको सिधै। उसले सिधै त्यही भन्यो, इन्डियामा धेरैले अधिकांशले भगवत गीता पढ्दैन र बाइ द वे मैले यो सबै भगवत गीताबाट लेखेको। र
यो कहाँ छ भगवत गीतामा? अध्याय 13 श्लोक नम्बर 8 देखि 12 सम्म पढ्नुस्। त्यसमा 7 वटा हैन 26 वटा क्वालिटीको कुरा हुन्छ। हाम्रो 26 वटा क्वालिटी जसले हामीलाई हैन सफल व्यक्ति बनाउँछ। हैन त्यसमध्येबाट उसले 7 वटा झिकेर एउटा किताब ल्याएको सुपर हिट। जो भक्तले भगवत गीता पढ्छ फेरि उसलाई पढ्नै पर्दैन त्यो किताब। 7 ह्याबिट्सहरु। अनि फेरि अर्को बुक पनि निकाल्यो उसले 8 ह्याबिट्स भनेर। भनेको 8 7 15 भयो हैन। 26 मा 15 घटाए कति भएको? 11 हो। 11 वटा ह्याबिटहरु चाहिँ बाँकी छ। अब तेस्रो किताब पनि आउँछ होला उसको। न? बरु त्योभन्दा बरु के गर्ने? भगवत गीता पढ्नु। साँच्चै कि मैले तपाईलाई भगवत गीता दिनलाई भनेको हैन। पढ्नुभयो भने तपाईलाई नै फाइदा हुन्छ। हैन त्यसमा बुझिन्छ कति चिजहरु छ के जुन क्वालिटिज भित्र आउँछ। हैन तपाईले बुझ्नुहुन्छ कि हुन्न? मैले चाहिँ एउटा कुरा पत्ता लगाएँ हैन मैले बुझेँ। हैन हामीसँग कुनै पनि चिजहरु हैन अनुभव गर्नको लागि सिक्नको लागि दुईटा तरिका छ। एउटा बाहिर संसारबाट सिक्ने, अर्को भित्रबाट निकाल्ने। बाहिरबाट सिक्नेलाई के भन्छ? एक्सपिरियन्स भन्छ। हैन अनि एक्सपिरियन्स गर्ने, अनुभव गर्ने। अनि अनुभव गरिसकेपछि मेरो जुन ज्ञान बन्छ नि त्यसलाई रिफ्लेक्सन भन्दो रहेछ इङ्ग्लिसमा। अनि नेपालीमा के भन्छ म नसोध्नु चाहँदैन। हामी अंग्रेजको बच्चाहरु भयौँ हैन। इङ्ग्लिस बोलेपछि हामी एकदम शिक्षित भनेर मान्नेहरुमा पर्यौँ हामीहरु। त्यो जेनेरेसनबाट आएको हो हामीहरु हैन। सो रिफ्लेक्सन भन्छ के। सो मैले भने चाहिँ अनुभव जस्तै मैले आगोमा हात राखेँ पोल्यो मलाई हैन। भने मैले नेक्स्ट टाइम के गर्छु अब? आगोमा हात राख्दिन या आगो आयो भने अब हुन्छ हैन। त्यसलाई रिफ्लेक्सन भन्छ। त्यो अनुभवबाट मैले सिकेर मेरो जुन ज्ञान बन्छ त्यसलाई रिफ्लेक्सन भन्छ। र अर्को चाहिँ के भन्दाखेरि अनुभवै नगर्ने। टक्क आँखा चिम्लिने, ध्यान गर्ने, भित्र जाने, भित्र आत्माबाट एउटा सर्टेन ज्ञान आउँछ हैन त्यो ज्ञान बाहिर निकाल्ने। त्यहाँबाट पनि सिकिँदो रहेछ। हैन त्यसलाई चाहिँ के भन्छ? रिभाइभिङ भन्छ। अघिको लर्निङ भन्छ भने यसलाई रिभाइभिङ भन्छ। भित्र अलरेडी भएको चिज निकाल्ने। अनि त्यो ज्ञान कहाँ छ भन्दाखेरि आत्मामा छ। आत्मासँग तीनटा चिज छ, सत, चित, आनन्द। सत भनेको शाश्वत, चित भनेको पूर्ण ज्ञान, आनन्द भनेको पूर्ण सुख आनन्द। हैन त्यो भित्र गएर त्यो आत्माबाट यो सबै ज्ञानहरु निकाल्ने। त्यसलाई भन्छ रिभाइभिङ र त्यसबाट आउने जुन नलेज हुन्छ त्यसलाई के भन्छ? रियलाइजेसन भन्छ। अनुभव हामीले संसारमा सबै चिजको अनुभव त गर्न सक्छ? हैन यहाँ बसेर चिसो कस्तो हुन्छ, जाडो महिना कस्तो हुन्छ अनुभव हुँदैन होला। हैन हामी नेपालमा पहाडमा हिमालमा गयो भने चिसो कस्तो हुन्छ थाहा हुन्छ। हैन सो त्यो सबैजनाले सबै चिजको अनुभव गर्न पाउँदैन। नपाएपछि उसको ज्ञान लिमिटेड हुन्छ। तर जुन भित्रबाट आउने ज्ञान चाहिँ सबैको हृदयमा 100% हुन्छ। बस यति मात्रै हो कि ध्यान गरेर त्यो भित्र गएर त्यो ज्ञानलाई बाहिर निकाल्नु पर्यो, रिभाइभ गर्नु पर्यो। हैन त अध्यात्मले चाहिँ रिभाइभिङ जुन रियलाइजेसन प्रोसेसलाई फलो गर्छ। हैन हाम्रो मोडर्न साइन्सले चाहिँ हैन रिफ्लेक्सनलाई फलो गर्छ, अनुभव एक्सपिरियन्सलाई फलो गर्छ। हैन त्यही भएर उनीहरूले के भन्छ मोडर्न साइन्सले के भन्छ? तिमीहरूको रिसर्च छ भनेर सोध्छ। रिसर्च छ? यस रिसर्च छ। हामीले हरे कृष्ण महामन्त्र गर्यो भने के हुन्छ? त्यसको रिसर्च गरेका छौँ। हैन अमेरिकामा 22 वटा यसको बारेमा पेपरहरु चाहिँ रेजिस्टर्ड छ, रिसर्च पेपरहरु। जसमध्येमा 2022 मा हैन एउटा जर्नल अमेरिकाको बेस्ट जर्नलमा आएको थियो। हैन यो आध्यात्मिक जीवनले के हुन्छ, हाम्रो जीवनमा के फाइदा हुन्छ भन्ने कुरा। ओके न एउटा सिम्पल एक्जाम्पल दिन्छु तपाईहरुलाई। हैन त्यही आध्यात्मलाई फलो गरेर हाम्रो टिचरहरुले, आमा बुवाहरुले एउटा पनिशमेन्ट बनायो। बच्चा बदमाश भयो, होमवर्क गरेन भने के गर्ने रे? यस्तो गरेर हैन हातले भित्र कान समातेर उठबस गर्ने। कतिजनाले पाउनु भएको छ? है मैले पनि पाएको हो, त्यही रात उडाएको है। सबैले म्याक्सिममले पाएको छ है यो पनिशमेन्ट। यो राम्रो कि नराम्रो? राम्रो कि नराम्रो? अनि आजकल दिन्छ त? आजकल बच्चाले गराउँछ तपाईँ? गराउँछ? गराउँदैन। राम्रो भन्नुहुन्छ फेरि बच्चालाई चाहिँ गराउँदैन। हो एउटा बस गर भनेर गराउँछ, गराउँदैन। गराउने आँट पनि हुनु पर्यो नि फेरि। गराएन बाउले पिडिन्छ, आमाले पिडिन्छ आजकलको बच्चाले। न इन्ट्रेस्टिङ कुरा म भन्छु तपाईहरुलाई, यसमा रिसर्च गरियो। हैन अब नेपालले त रिसर्च गर्दैन, इन्डियनले पनि पक्कै गर्दैन होला। कसले गर्यो? अमेरिकनहरूले गर्यो।
अमेरिकनहरूले गरेर उनीहरूको ल्याबमा होइन यस्तो कान समातेर कानको लोती समातेर उठबस गरेर के हुन्छ भनेर उनीहरूले 10 वर्षसम्म यसको रिसर्च गर्यो। 10 वर्षसम्म 10 वर्षसम्म रिसर्च गरेर के पत्ता लाग्यो थाहा छ? यस्तो कान समातेर उठबस 3 मिनट एभ्री डे गऱ्यो भने बुद्धि बढ्छ, ब्रेनले डबल काम गर्छ। अनि त्यसपछि यसलाई के नाम दियो थाहा छ उनीहरूले? सुपर ब्रेन योगा रे। नाम सुपर ब्रेन होइन, गुगल गर्नुहोस् त, गुगल गरेर हेर्नुहोस् त, सुपर ब्रेन योगा लेख्नुहोस् त। न भेरी इन्ट्रेस्टिङ। भनेको मतलब हाम्रो पहिला पहिला टिचरहरूलाई बुवा आमालाई थाहा थियो यसले होमवर्क गरेन यसको बुद्धि पुगेन, बुद्धि बढा होइन। तर आजकल हामीहरू हिरो भयौँ है, यो सब बेकार हो, पुरानो हुँ। आजकल सम्झाउनुपर्छ, काउन्सिलिङ। कहाँ मान्छ बच्चाहरू, कहाँ मान्छ बच्चाहरू काउन्सिलिङ? काउन्सिलिङ कसलाई गर्ने होइन, कस्तो बच्चालाई गर्ने थाहा छैन। सबै चिज जेनरलाइज। हेर्नु न, टाउको दुख्यो भने प्यारासिटामोल, पेट दुख्यो भने प्यारासिटामोल, खुट्टा दुख्यो भने प्यारासिटामोल होइन। मलाई पनि प्यारासिटामोल, तपाईँलाई पनि प्यारासिटामोल, तपाईँलाई पनि प्यारासिटामोल हो कि होइन? इट्स जेनरलाइज, जेनरलाइज जमाना। लुगा पनि होइन, लार्ज, मिडियम, स्मल होइन, आफ्नो बडीको अनुसार त लाउनै नपाउने यार होइन। त्यो बजारमा ठ्याक्क त्यो साइजहरू दिएको छ, त्यो साइज अनुसार लाउनु पर्ने मैले होइन। जेनरलाइजेसनको जमाना। र बच्चाहरूलाई पनि जेनरलाइज गरिदियो। पिट्नुहुन्न, सम्झाउनु पर्छ होइन। तिमी खाना खाने हस्, हजुर हस् भनेर कुरा गर्नुपर्छ बुवा आमाले। अनि बिचरा बच्चालाई त के हो यार, सबैले हजुर हजुर भन्छ होइन। त उसले बुवा आमाको मुखबाट चाहिँ हजुर हजुर हस् भनेर सुन्ने अरे। अनि बाहिरको मान्छेले ओए त यहाँ आइज खा भन्ने सुन्ने अरे क्या। अनि उसले पछि गएर यो बुझेपछि सम्मान भनेको हजुर हस् भनेर सिक्छ होइन। गाली गर्ने, थर्काउने भनेको त होइन, तिमी भनेर सिक्छ हो क्या। अनि घर आएर हेर्छ त अरे बाबे मेरो बुवाले मलाई सम्मान गरिरहेको छ यार होइन। अनि बच्चाले के सोध्छ? बुवामा भन्दा म ठुलो। सोध्छ कि सोच्दैन? सोध्छ कि सोच्दैन होइन। तर सिकाउनु पर्ने के त? बुवाआमाले सिकाउनुहोस् न, तिमी भनेको, त भनेको आफ्नो या साथीलाई भन्ने, तपाईँ भनेको ठुलो मान्छेलाई भन्ने। बुवाआमाले छोराछोरीलाई तिमी नै भन्नुपर्छ, खा गर भन्नैपर्छ न, बुझ्नुभयो नि होइन। तर बुवाआमाले थाहा छैन कसरी गर्ने भन्ने कुरा। तर शास्त्रले के भन्छ थाहा छ? बच्चा 3 किसिमको हुन्छ अरे। के? सत्वगुण, रजोगुण, तमोगुण होइन। बच्चा 3 किसिमको हुन्छ। यो सत्वगुण हुन त धेरै यसको प्रकारहरू कम्बिनेसन हुन्छ, तर बेसिक क्याटेगोराइज गर्दाखेरि मेजर अनुसार यो 3टा सत्वगुण, रजोगुण, तमोगुण। सत्वगुणको बच्चाहरू कस्तो हुन्छ? एकदम शील स्वभावको, शान्त, चट्ट स्कुलबाट आउँछ, ड्रेस पुगाल्छ, टक्क राख्छ, हात खुट्टा धुन्छ, घरमा बस्ने लुगा लाउँछ, मम्मी भोक लाग्यो भन्छ होइन। अनि आमाले जे दियो त्यही खान्छ। टक्क होमवर्क गर्नलाई किताब निकाल्छ, होमवर्क गर्छ, अनि मम्मी एकछिन खेलौँ भनेर सोच्छ। त्यो चाहिँ सत्वगुणको बच्चा। सेल्फ डिसिप्लिन, पिसफुल, एकदम नलेज प्रेमी हुन्छ। रजोगुणको बच्चा कस्तो हुन्छ? मम्मी त्यो चाहियो, त्यो ये हो या होइन। अनि शान्त गर्ने एउटै मात्र उपाय के अरे? मोबाइल मोबाइल मोबाइल, बाबु बाबु नानी मोबाइल 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 पाएपछि फेरि त्यसैमा जुन द्यास रजोगुणको बच्चा। तमोगुणको बच्चा कस्तो हुन्छ? सुत्या अल्छी। बाबु उठा भने 5 मिनट्स अर्को सुत्छु नि मामु, फेरि कस्तो क्युटली भनिदिन्छ फेरि है, के भन्नै सक्दैन सुतुवा। अनि होमवर्क गर, भोलि गर्छु, पछि गर्छु, प्रोक्रास्टिनेट गर्ने होइन। अनि नेगेटिभ, तपाईँले मलाई माया गर्दैन, यो गर्दैन, ऊ गर्दैन, खाँदैन, खेल्न दिएन, नेगेटिभ बढी हुने, त्यसलाई तमोगुण भन्छ। न यो 3 किसिमको बच्चालाई सेम ट्रिटमेन्ट गरेर हुन्छ कि हुँदैन? हुँदैन। के गर्नुपर्छ त? साम, दाम, दण्ड, वेद, 4वटा सल्युसन दिएको छ। 3 किसिमको बच्चालाई 4वटा सल्युसन। किन? सत्वगुणको बच्चालाई सम्झाए पुग्छ। साम, बाबु नगर, नानी नगर, बस डन, उसले मान्छ। त्यो बुझाउनुपर्छ, उसलाई रिजनिङ दिनुपर्छ, डन, उसले कहिले पनि गर्दैन।
रजोगुणको बच्चालाई दाम दिनुपर्छ, बाबु होमवर्क गर चक्लेट दिन्छु, अहिले एक्जाममा राम्रो गरेस् भने साइकल किनिदिन्छु। रिवार्ड सिस्टममा जानुपर्छ, इट वर्क्स। र तमोगुणको बच्चालाई दण्ड, तिमीले होमवर्क गरेन भने 1 मन्थसम्म नो आइसक्रिम, होमवर्क गर्न थाल्छ उसले। द पनिसमेन्ट सिस्टम इज फर तमोगुणको बच्चा। फेरि यहाँ बच्चाहरूले पनि सुनिरहेछ, पुरा ध्यान दिएर सुनिरहेछ, मेरो बुवा आमाले के सिकाउँदैछ यो बुढाले है। अनि भेद भनेको चाहिँ के हो भन्दाखेरि यो तिनटै टेक्निक लगाएर पनि त्यो बच्चा सुध्रिँदैन भने, मानेन भने उसको कर्मले उसलाई अलाउ गरिरहेको छैन। एउटै मात्र चिज तपाईँ टलरेट गरेर बस्नुहोस्, टाइम आइसकेपछि सबै चिज आफै ठिक हुन्छ, होइन, इग्नोर गर्नुहोस् भने है। त यस्तो साइन्टिफिक चिजहरू होइन हाम्रो शास्त्रबाट आइरहेको छ। शास्त्रले सिकाएको छ, आर्ट अफ प्यारेन्टिङ भन्छ त्यसलाई। पहिला पहिला यो कल्चरमै थियो, सिस्टममै थियो, अहिले हामीले कल्चर पोलेर खाइसक्यो होइन। त्यो कल्चर सिस्टम नै पोलेर खाइसक्यो, त्यही भएर अब यो सिक्नुपर्ने अब भएको अवस्था छ न। पहिला पहिला भयो अटोमेटिक आउँथ्यो। त्यही भएर अध्यात्महरू हामीले विभिन्न किसिमले हाम्रो लाइफमा हुबहु रूपमा चाहिँ हामीलाई इम्पोर्टेन्ट छ होइन। र यो सबै चिज सिकिसकेपछि के हुन्छ, आनन्द हुन्छ, सन्तुष्ट हुन्छ होइन। एकजना मान्छेले मलाई सोधिरहेको थियो, प्रभुजी धनी कसरी बन्ने भने, अनि मैले धनी भने यो के हो भनेर सोधेँ, के हो भनेर उल्टो मलाई सोध्छ। मान्छेहरूको दिमागमा के छ भन्दाखेरि पैसा धेरै हुनेले धनी भन्छ भन्छ, होइन। जब तपाईँलाई भित्रदेखि पुग्यो भन्ने फिलिङ आउँछ नि, तपाईँ धनी भयो। तपाईँसँग 1 लाख रुपियाँ छ र तपाईँलाई पुग्यो यार अब बास जिन्दगी बिन्दास भनेर सोच्यो भने तपाईँ जस्तो धनी मान्छे कोही पनि छैन। तर मैले भेटेको छु करोडौँ मान्छे, अरबौँ मान्छे, 100 करोड 150 करोड कमाएको मान्छेहरू अनि मका आउँछ, गुरुजी भन्नुहोस् त अझै धेरै पैसा कमाउनु पऱ्यो। ए बाबा 10 पुस्तालाई पुग्ने पैसा छ, होइन होइन, आई वान्ट टु बिकम इन्टरनेसनल फिगर भन्ने मान्छे, त्यो मान्छे धनी भएको छैन होइन। कसरी थाहा हुन्छ, सन्तुष्टि परम सुखी होइन। सन्तोष होइन, के भन्छ, सन्तोष हुनु नै सुखको आधार हो होइन। सन्तोषी सदा सुखी हो क्या, बुझ्नुभयो नि। जो मान्छे सन्तुष्ट हुन्छ, सन्तुष्ट भनेको पुग्यो भन्ने फिलिङ हो क्या। तपाईँले खाना खानुभयो भने के हुन्छ होइन, पहिला त क्या मिठो लाग्छ, खाउँ खाउँ जस्तो लाग्छ, बिस्तारै बिस्तारै पेट भर्दै गइसकेपछि अलि नुन चर्को छ है यसमा, यसमा अलिकति अमिलो भइदिएको हुन्थ्यो है, पिरो भइदिएको हुन्थ्यो है, अनि त्यसमा खोटहरू देख्न थाल्छ। र एउटा पोइन्टमा गएर के हुन्छ, पुग्यो होइन। पुग्यो भन्ने फिलिङ आउँछ कि आउँदैन। त्यसपछि जस्तो सुकै मिठो चिज दियो भने के हुन्छ, नखाने, नाइ 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 हुन्छ कि हुँदैन, त्यसलाई सन्तुष्टि भन्छ। र त्यो सन्तोष भइसकेपछि आनन्द आउँछ, क्या मजाले खाएर पेट टन्न भयो, पुग्यो यार, बिन्दास होइन। अब हेर्नु न, खानाको त पेट छ तर पैसाको पेट छ कि छैन, छ कि छैन। म तपाईँलाई 1 करोड रुपियाँ दिन्छु, पुग्छ? 10 करोड 100 करोड पुग्ला जस्तो छ। तर जब 100 करोड हातमा आउँछ पुग्दैन। सामान पनि त्यही अनुसार किनिन्छ, खर्च पनि त्यही अनुसार गरिन्छ, कतिले पनि पुग्दैन। पैसाको पेट छैन। बोयफ्रेन्ड गर्लफ्रेन्ड बनाउनेको पेट छ छैन। त्यही भएर एउटा गर्लफ्रेन्ड बनाउनेले 2टा बनाउनुपर्छ, 2टा बनाउनु 4टा बनाउनुपर्छ। जस्तै एउटा श्रीमान भयो, या भएन अर्को अर्को अर्को, त्यसको पेट छैन। जुन जुन चिजको पेट छैन त्यो चिजले तपाईँलाई सन्तुष्टि कहिले पनि दिँदैन। सन्तुष्टि भएन भने सुख आउँदैन। त्यही भएर अध्यात्मले सन्तोष कसरी हुने सिकाउँछ। जुन जुन चिजको पेट छैन त्यसको पेट बनाइदिन्छ अध्यात्मले। इट्स भेरी इन्ट्रेस्टिङ एक्चुअली हाउ सबै चिज हुन्छ। अनि अस्ति हामी भ्यान्कुभरमा थियो, क्यानाडामा, अनि मेरो बच्चा बेलाको साथी भेटेँ मैले। अनि ऊ त एकदम एक्साइटेड क्या होइन, मेरो निकनेम मोटे मोटे आएको यार, मोटे रोबेसहरू यार, ए भ्यान्कुभरमा यता लगेको छ, उता लगाएको छ, यस्तो गरेको छ। अनि एक दिन गएको हामी डाउन टाउन लाने भनेर लग्यो होइन, सिटीमा पुरा लिएर गयो। मोटे तँलाई आज म सपिङ लान्छु अरे के किन्छस् भन्न भन्नु। यसो हेरेँ केही त चाहिँदैन, अनि केही पनि नकिने यार, किन्न यार, केही चाहिँदैन तँलाई केही चाहिँदैन। यसो हेरेँ केही काम लाग्ने चिज चाहिँ त्यही नभए होइन, के पनि मन परेन, के गर्ने मैले।
कस्तो खालको मान्छेहरू बुझ्नु पनि केही चाहिएको छैन, केही छैन खल्तीमा, तर भित्रदेखि आनन्द छ। त्यसलाई के भन्छ? आत्माराम भन्छ। बुझ्नु पनि त सुख कहाँबाट आउँछ? भित्रबाट आउँछ। तर हामी बाहिर बाहिर खोजेर हिँड्छौँ। म पनि ट्राई गरेको, मैले पनि धेरै ट्राई गरेको लाइफमा। रक्सी खाएर हेरेँ, चोट खाएर हेरेर होइन, ड्रग खाएर हेरेँ, पैसा कमाएर हेरेँ, जब गरेर हेरेँ, युएनमा गएँ होइन, घरि कुन कम्पनीमा आइटी कम्पनीमा गएँ, त्यसपछि बिजनेस गरेँ, आफ्नै फ्यामिली बिजनेस चलाएर हेरेँ, त्यसपछि इ-कमर्स गरेर हेरेँ। सुख आनन्द केमा पनि छैन, केहीमा पनि छैन है, बेकार चिज। जब यो अध्यात्ममा आएको बाबरे सुखै सुख, आनन्दै आनन्द। एउटा डक्टरहरूको प्रोग्राममा मलाई बोलाएको थियो, साइमन भनेर, इन्टरनल मेडिसिन होइन। र त्यो प्रोग्राममा गएको पुरा सिनियर डक्टरहरू कि पुरा बुढाहरू बसिरहेको, डक्टर जगदीश अग्रवाल, डक्टर जगदीश के थियो अर्को होइन, वीर हस्पिटलको सिनियर डक्टर साहब थियो। अनि मलाई साइन्स एन्ड स्पिरिचुअलिटीको बारेमा बोल्नु भनेर भनेको थियो। सो मैले सोचेँ अब यहाँ डक्टरहरू छ 40-50 जना, सो मैले के सोचेँ भन्दाखेरि आयुर्वेदको बारेमा बोल्छु होइन। उहाँहरू पनि मेडिसिन लाइनबाट, यो पनि मेडिसिन लाइनको स्पिरिचुअलिटी हो, अध्यात्म हो भनेर। अनि मैले आयुर्वेदको सब चिज बुझाएँ क्या उहाँलाई। 45 मिनटसम्म आयुर्वेद। अनि पछि झस्याङ्ग भयो, कि यो डक्टरहरूलाई त आयुर्वेद मनै पर्दैन, उनीहरूले त विश्वासै गर्दैन, किन उहाँहरूलाई त मैले आयुर्वेदको बारेमा सुनाएको छु मैले। अब त्यसपछि अर्को 45 मिनट क्वेसन एन्सरको पालो। मनमा नै के सोच्यो, बाप क्वेसन एन्सरको पालामा पनि मलाई चाहिँ यिनीहरूले खतम पार्ने होइन, धुलो पिठो पार्छ, किन उहाँहरूलाई त मनै पर्दैन यो मेडिसिन पढ्नेहरू होइन, मोडर्न मेडिसिन एलोप्याथ पढ्नेहरूलाई आयुर्वेद विश्वास गर्दैन उहाँहरूले। अनि म चाहिँ नि अब ढुकढुक भइरहेको थियो। त्यही पनि अब एनी क्वेसन भनेर भने, लामो सास फेरि एनी क्वेसन भन्नु भने एकजना सिनियर डक्टरले हात उठाउनु भयो, अगाडि नै बसिराख्नु भएको थियो कि, नाम चाहिँ मैले जहिले बिर्सिन्छु उहाँको होइन, वीर हस्पिटलबाट गएर मुख पनि यस्तो पारेर क्या। अनि अब ढुक झन् ढुक ला अब के सोच्छ अब मैले एन्सर दिन सकेन भने बर्बाद, हे भगवान् गर्दै बसिरहेको थिएँ होइन, भगवान्हरूलाई सम्झिरहेको थिएँ मैले त्यहाँबाट। अनि त्यसपछि मैले माइक लिनुभयो यस्तो गरेर, आर यु ह्याप्पी, तिमी खुसी छौ भनेर बुझ्छु। कस्तो क्वेसन सोधेको डक्टर साहब, यो त सजिलो क्वेसन सोध्नु त, म त कस्तो डिफिकल्ट क्वेसन सोचिरहेको थिएँ तपाईँले, के सोध्ला भन्टानेको त। नो आर यु ह्याप्पी भन्नु भने मैले, डक्टर साहब आइ एम ड्याम ह्याप्पी, all I have is happiness, मसँग ह्याप्पिनेस ब्याक केही पनि छैन। आई वान्ट टु बिकम लाइक यु, म तिमी जस्तो बन्न चाहन्छु भन्नु भने म त झिस्काएको हो क्या डक्टरले, साँच्चै झिस्काएको छ नि, ताली बजाउनु बेला भएको छैन। अर्को डक्टर होइन, डक्टर जगदीश अग्रवाल चिन्नुहुन्छ त होइन, उहाँ टिचिङमा पनि डाइरेक्टर हुनुभएको थियो है। अनि डक्टर जगदीश अग्रवाल उठेर आउनुभयो, टक्क माइक लिनुभयो, आज त म पनि बोल्नुपर्छ भनेर। उहाँले के भन्नुभयो, म 30 वर्ष भयो मेरो करियर डक्टर, एकदम म नाम चलेको डक्टर पनि होइन, मान्छेहरू कति महिनादेखि उहाँसँग लाइन बस्छ, न्युरोलोजिस्ट उहाँ चाहिँ होइन, न्युरोसर्जनहरू हुनुहुन्छ। अनि पुरै होइन उहाँ पुरै मेरो सबै करियरमा राम्रो गरेँ, पैसा कमाएँ, इज्जत कमाएँ, नाम कमाएँ, टिचिङमा म डाइरेक्टर भएँ, सब चिज गरेँ मैले। आई एम नट ह्याप्पी होइन। र 1 वर्ष भयो म मेडिटेसन प्र्याक्टिस गर्छु। उहाँले भन्नुभएको होइन, 1 वर्ष भयो म मेडिटेसन प्र्याक्टिस गर्छु, मलाई भित्रदेखि आनन्द आउँछ। एन्ड आई वान्ट टु बिकम लाइक हिम भनेर देखाउँछु, म पनि ऊ जस्तै हुन्छु चाहन्छु भन्छ। अब चाहिँ कन्फर्म भयो कि ओहो यार राम्रै ठाउँमा आइपुगेछ होइन। म त गल्ती गरेँ क्या यो हरे कृष्ण भएर भने जस्तो लाग्थ्यो। उहाँले त्यो भनेपछि ओहो सही ठाउँमा आएपछि आखिरमा बुढो भएर दिमागमा त्यही आउने रहेछ होइन, हो कि लक्ष्मीप्रसाद देवकोटाले पनि के भने लास्टमा, आखिर रहेछ श्रीकृष्ण एक नवोभक्ति नवोविवेक होइन, हो कि लक्ष्मीप्रसाद देवकोटाले त्यही भने जिन्दगीभर नास्तिक कविता लेख्यो, लास्टमा घाटमा के भन्यो, आफ्नो छोरीलाई बोलाएर नानी मैले त भगवान्को स्तुति गरिनँ, भक्ति गरिनँ, मिस्टेक गरेँ होइन, तिमी चाहिँ गर है, तिमी चाहिँ कृष्ण भगवान्को भक्त भन्नु भनेर छोरीलाई आदेश दिएर जानु। र छोरी उता निकुञ्जमा गएर भगवान् श्री कृष्णको अनुयायी बन्नु, राइट। सो लाइक द्याट
सो जीवनमा होइन यो स्पिरिचुअलिटी भने इट्स अ बिग रोल होइन, इट्स अ बिग रोल होइन। र अघि नै मैले सुरुमा भनिसकेँ कि आध्यात्मिक हुनको लागि यो धोती टुप्पी राख्नु पर्दैन होइन। यो ठाउँ सफा गर्नुहोस्, बुझ्नुहोस्, यसको डेप्थमा जानुहोस्, यसको फाइदै फाइदा मात्रै छ। ओके, सो आई विल स्टप हियर। र तपाईँहरूको केही क्वेसन छ भने आस्क, प्लिज आस्क। र माइक हात उठाइदिनुहोस् र माइक लिएर आउनुहुन्छ। ओके, विल स्टार्ट फ्रम हियर, लेडिज फर्स्ट। हात उठाइदिनुहोस्, माइक लिएर आउनुहुन्छ। हरे कृष्ण। मेरो प्रश्न चाहिँ यो छ कि जस्तो म होइन, म शरीर हो, आत्मा हो। आत्मा चाहिँ एउटाबाट अर्को शरीर परिवर्तन भइरहेको छ होइन। जस्तो कि अहिले म जीवित छु, मन बुद्धिले काम गरिरहेको छ, तर मेरो मृत्युपछि चाहिँ त्यो आत्माले शरीर फेर्छ भनिरहेको छ होइन। अनि अर्को भनेको जस्तो कि हामीले अर्को जन्मको कर्म लिएर आएको हुन्छौँ भन्छ, तर म शरीर होइन, म आत्मा हो भनिसकेपछि त म मरेपछि आत्माले शरीर चेन्ज गर्छ भनेपछि अनि फेरि कहाँ हराउँछ? लाइक अर्को जन्म भएपछि चाहिँ केले चाहिँ त्यो कर्म चाहिँ केले गरिरहेको हुन्छ भनेपछि। सबभन्दा पहिला हामीले बुझ्नुपर्छ, तपाईँले भन्नुभएको छ यो आत्मा ट्रान्समाइग्रेट गर्छ एउटा बडीबाट अर्को बडीमा होइन। भगवद्गीतामा पनि के भन्यो, देहिनोऽस्मिन् यथा देहे कौमारं यौवनं जरा तथा देहान्तर प्राप्तिं धीरस्तत्र न मुह्यति होइन। जसरी हामी बाल्यकालदेखि जवानबाट बुढा हुन्छौँ होइन, त्यसरी नै आत्मा पनि एउटा शरीरबाट अर्को शरीरमा ट्रान्समाइग्रेट हुन्छ भन्नु भनिरहेको छ। त्यो त ठिक छ, तर तपाईँले भन्नुभएको जस्तै एउटा शरीरबाट अर्को शरीरमा जाँदा हाम्रो कर्म केले ट्रान्सफर गर्छ? सो भन्दाखेरि यसमा दुईवटा चिज छ, एउटा फिजिकल बडी, अर्को सटल बडी होइन। स्थूल शरीर र सूक्ष्म शरीर। स्थूल शरीर भनेको पञ्चमहाभूत होइन, पृथ्वी जल अग्नि वायु आकाशले भनेको शरीर, यो फिजिकल शरीर होइन, छाला हड्डी मासुको शरीर। र अर्को शरीर के हो? सटल शरीर, सूक्ष्म शरीर। सूक्ष्म शरीर केले बनेको हुन्छ? मन बुद्धि अहङ्कार। न अहङ्कार भनेको त्यही बद्ध आत्मा हो, आत्मा नै हो तर कन्डिसन। किन? आत्मा त प्योर सोल हुन्छ होइन, यो आत्माको यो संसारसँग केही लेना देना हुँदैन। तर जब त्यो आत्मालाई कभर गरिन्छ त्यसपछि यो संसारको पार्ट हुन थाल्छ, त्यसलाई चाहिँ अहङ्कार भन्छ। न मन बुद्धि अहङ्कारले चाहिँ सूक्ष्म शरीर बनेको हुन्छ। सो हामी मर्दाखेरि फिजिकल बडी मर्छ, स्थूल शरीर मर्छ, तर सूक्ष्म शरीर रहन्छ। तर सूक्ष्म शरीरमा आत्माले लाँदैन, मनले लान्छ होइन। मनमा संस्कार हुन्छ, त्यो संस्कार लङ टर्म मेमोरी गर्छ होइन। ब्रेनमा सर्ट टर्म मेमोरी हुन्छ होइन, यो ब्रेनको अन्तसँग सबै चिज हराउँछ, तर मनमा भएको चिज कन्टिन्यू हुन्छ होइन। तपाईँहरूको उदाहरणको लागि के हो, कसरी हुनसक्छ? हाउ क्यान वी बिलिभ दिस होइन? भर्खर जन्मेको बच्चाको कर्म हुन्छ कि हुँदैन? त्यसले केही गरेको छ कि छैन? केही गरेको हुन्छ कि हुँदैन? गरेको छैन नि अहिलेसम्म, भर्खर त जन्मियो होइन। तर त्यो हरेक बच्चाहरू फरक फरक हुन्छ कि हुँदैन? बच्चाहरूको स्वभाव हुन्छ आफ्नो आफ्नो, हुन्छ कि हुँदैन? कि सेम हुन्छ बच्चाहरू सबै? यदि पूर्व जन्मबाट कर्म नआउने भए त्यो बच्चाहरू त सेम हुनुपर्ने होइन हो कि न? तर फरक फरक हुन्छ। इभन ट्विन्स होइन, सँगै जन्मेको एउटै आमाको होइन पेटबाट जन्मेको बच्चाहरू पनि स्वभाव फरक फरक हुन्छ। त्यो स्वभाव कहाँबाट होइन? अथवा कहिलेकाहीँ शरीर पनि त्यस्तै हुन्छ, कसैको हेल्दी शरीर हुन्छ, कसैको रोगी शरीर हुन्छ। त्यो बच्चाहरूको कसैको खुट्टा हुँदैन, कसैको आँखा हुँदैन जन्मिँदाखेरि, कसैको सबै चिज हुन्छ। त्यो कसले डिसाइड गर्छ होइन? इट्स कमिङ फ्रम पास्ट लाइफ न, बुझ्नुभयो नि? कोही धनीको घरमा जन्मिन्छ, कोही विभिन्न परिवारमा जन्मिन्छ, कोही एकदम पढाइ लेखेको प्यारेन्ट्सको घरमा जन्मिन्छ, कोही बेल्ट निकालेर हान्ने बाउको होइन घरमा जन्मिन्छ। यो कसले डिसाइड गर्छ होइन? कर्मले, प्रारब्धले डिसाइड गर्छ। यस होइन। र होइन शास्त्रमा लेखेको छ पुत्र 4 किसिमको हुन्छ अरे। पुत्र भनेको चाइल्ड, छोरा मात्रै होइन, छोरी पनि 4 किसिमको हुन्छ भनेको छ समग्रमा। सुपुत्र, कुपुत्र, तथस्थ पुत्र, ऋणी पुत्र। बुझ्नुभयो नि? एउटा पुण्यबाट आएको छोराछोरी
सेकेन्डमा आएको पापबाट आएको छोराछोरी कुपुत्र भनेको होइन। त्यसपछि ऋणी पुत्र भनेको पूर्व जन्ममा तपाईँले पैसा खाइदिएको सम्पत्ति खाइदिएको मान्छे होइन, सम्पत्ति लिन लागेको छोराछोरी होइन। र अर्को तटस्थ होइन, तपाईँको केही सम्बन्ध छैन त्यो छोराछोरीसँग र छोराछोरी पनि तपाईँसँग केही सम्बन्ध छैन, एउटा प्राणीको रूपमा जस्तो जन्मेको, इन्भाइरोमेन्ट सुटेबल भयो त्यही भएर जन्मेको न, बुझ्नुभयो नि। अब ऋणी पुत्रको एउटा इक्जाम्पल दिन्छु म तपाईँलाई। एकजना मैले मारवाडी भेटेको थिएँ, म मारवाडीलाई यो कुरा सुनाउँदाखेरि हो तपाईँले भने एकदम सही हो, मेरो साथीकै भएको त्यस्तो। अनि के भयो भने उहाँको घरमा चाहिँ बच्चा जन्मेछ, जन्म होइन, बच्चा चाहिँ के भन्छ त्यसलाई डाउन सिन्ड्रोम भनेर बुझ्नुहुन्छ, के हुन्छ नेपालीमा के भन्छ त्यसलाई होइन, अस्ति सुस्त मनस्थिति, सुस्त मनस्थिति होइन, अलिकति स्लो खालको गर्ने, अनि त्यो फेस पनि अलिक युनिक हुन्छ नि होइन। अनि त्यहाँबाट त्यो मारवाडीले के सोचेछ भने मसँग टन्न पैसा छ, म यो बच्चाको निको गरेर छोड्छु, यो बच्चालाई ठिक पारेर छोड्छु भनेर पुरै ट्राई गरेछ। अनि डक्टरले के भनेछ, होइन यो बच्चा लामो बाँच्दैन, यो 1.5 वर्ष मात्रै बाँच्छ भनेछ। होइन 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 यसलाई कहाँ हुन्छ, मेरो छोरो हो, जसरी पनि निको गर्नुपर्छ, 1.5 वर्ष त के निको गर्नुपर्छ भनेर अर्को हस्पिटलमा लग्यो होइन। तर त्यो हस्पिटलमा लगेर उहाँले 1.5 वर्षमा बाँच्ने भन्ने बच्चालाई 19 वर्षसम्म बचायो क्या, 19 वर्षसम्म होइन। त बिस्तारै बिस्तारै पैसा सकिँदै गयो होइन, उसको उपचार लन्डनसम्म पनि पुऱ्यायो, इन्डिया लन्डन कहाँसम्म पनि पुऱ्यायो, नेपालकै पुऱ्यायो होइन। अनि त्यसपछि अब त्यो भइसक्यो, पैसा पनि सकिँदै गइसक्यो होइन, बच्चामा ध्यान, बिजनेस पनि एकातिर गइसक्यो, हुँदा हुँदा एकदम आजित भएर बसेको उहाँको साथी, मलाई जसले सुनाउनु भएको थियो उहाँको साथी रहेछ। उहाँले के भन्नु, उहाँ चाहिँ अलिकति धार्मिक हुनुहुन्छ होइन, उहाँले के भन्नु भने तिमी के गरेर यार छोड्नु अब कहाँ बच्चालाई यत्रो गरेर आएको भन्दा होइन होइन केही त हुनुपर्छ। अहिले होइन एकचोटि ज्योतिष कहाँ जाने कि होइन, कुण्डली देखाउने के भन्दा म यसमा विश्वास गर्दिनँ, अहिलेको जमानामा कहाँको ज्योतिष होइन यार, तिमीले अहिले मोडर्न चिजहरू साइन्सहरू सबै हेरिसक्यो त, चेक गरिसक्यो भएन त, हेर न केही दशा छ कि केही छ कि भनेपछि अनि साथीहरूले ल ठिक छ जाउँ न त भनेर गएछ कि। अनि गएर कुण्डली देखाउँदाखेरि के भन्थ्यो थाहा छ, तपाईँको छोरा इज ऋणी पुत्र होइन, तपाईँको पैसा सकाउनको लागि आएको, कसरी हुनसक्छ, हुनै सक्दैन होइन, तपाईँले पूर्वजन्ममा ऋण लिनुभएको थियो, उसले सकाउन लागेको। अनि त्यसरी ल ठिक छ सल्युसन के त भनेर यो धार्मिक साथीले सोधेछ, सोद्धाखेरि यसो गर्नुहोस् छोराको नाममा सबै सम्पत्ति राख्नुहोस्, सब ठिक हुन्छ। अनि कहाँ हुन्छ त्यसरी भन्दा होइन, ऊ एनी वे ऊ सुस्त मनस्थिति छ होइन, उसको बेनिफिसियरी नाम तपाईँको राख्नुहोस् होइन, तर सम्पत्ति सबै उसैको नाममा राख्नुहोस्। फर्केर आएपछि साथीले कन्भिन्स गरिदियो, साँच्चै उहाँले होइन 1-2 दिन लगाएर सम्पत्ति सबै छोराको नाममा राख्यो। त्यसको 2 दिनपछि त्यो छोरा मऱ्यो, त्यही सम्पत्ति खानको लागि बसिरहेको न, बुझ्नुभयो नि। त्यो ऋणी पुत्र भन्छ। हामीले कुण्डलीहरू हेर्दाखेरि अलिक राम्रो ज्योतिषको जानुपर्छ, जो पाइदेखि नजानुहोस्, किन आजकल त जो पनि ज्योतिष हुन्छ होइन, तर राम्रो प्रपर ज्योतिषको जानुहोस् होइन, सबै कुरा थाहा हुन्छ होइन, ऋणी पुत्र हो कि सुपुत्र हो कि कुपुत्र हो कि यथास्थ पुत्र हो। सो मेनी थिङ्स कमिङ फ्रम पास्ट लाइफ होइन। मेरै लाइफको एउटा इन्सिडेन्ट सुनाउनु पर्दाखेरि होइन मलाई चाहिँ मेरो पास्ट लाइफको एकदम थाहा पाउनु मन लाग्यो। अनि त्यो चाहिँ भृगु संहिता, भृगु मुनिले चाहिँ त्यसको फर्मुलाहरू दिएको छ भन्ने मैले पढेको। अनि जहाँ ज्योतिषमा जाँदैन तपाईँसँग भृगु संहिता छ भनेर सोधेँ कि, अनि एकजना गएको भृगु संहिता छैन, यसको सार छ भनेर भन्यो, नेपालमा पाटन नहुनुहुन्थ्यो, अनि त्यसको सार छ भनेर तपाईँले पास्ट लाइफ हेर्न आउँछ भने म सक्छु भनेर भन्यो। अनि मेरो मम्मी पनि जानुभएको थियो, मम्मीले पर्दैन नचाहिने कुरा किन हेर्नु पऱ्यो भने मम हेरौँ न के रहेछ, किरा हो कि फटाङ्ग्रा हो कि बिरालो कुकुर के रहेछ हेरौँ न, फास्ट लाइफमा के रहेछ म। मैले 10-15 मिनट लाएर हिसाब गरेर हेर्नु पऱ्यो, ए ल तपाईँ त मनुष्य रहेछ फास्ट लाइफमा, गुड न्युज यार मान्छे नै रहेछ। तपाईँ चाहिँ सिकारी रहेछ पूर्व जन्ममा, र धेरै चरा मार्ने रहेछ तपाईँ, अधिकांश चरा मार्नुभएको रहेछ, त्यही भएर यो चरा धेरै मार्ने भएकोले यो जीवनमा तपाईँको सन्तान शुभ छैन। अनि मम्मीले नभन भने नदेखा भने बेकार, कहाँ त्यसरी हुन्छ, वंश अगाडि बढाउनुपर्छ। अनि हुन्छ हामी वंश अगाडि बढाउने हो, तर सन्तान हुँदैन, हुन्छ कि हुन्छ नचाहिने कुरा गर्छ, नसोध भनेको बेकार।
सो मेरो बिहा भएको 21 वर्ष हो एन्ड वी ट्राई 50 जन्महरूलाई हामीले कोसिस गऱ्यौँ जन्मिँदैन अनि त्यहाँबाट आमाले होइन के भने डक्टर कहाँ जाने होइन अब आजकल त मोडर्न मेडिसिनले पुरै एडभान्स गरेको छ सबै चिज सेरोगेसी मदर होइन टेस्ट ट्युब बेबी दुनियाँ चिजहरू छ सके गयौँ त उनीहरूको इच्छा जाउँ भनेर गएँ होइन मेरो वाइफको चेक गरेको पर्फेक्ट केही पनि प्रब्लम छैन ओभुलेसनहरू सबै पर्फेक्ट आएन छ होइन मेरो स्पर्ममा प्रब्लम अनि मैले भने ओके त्यसपछि टेस्ट ट्युब बेबी बनाउनु मिल्छ डक्टर साहब चेक गऱ्यो एन्ड देन रिपोर्टमा के आयो मिल्दैन इभन टेस्ट ट्युब बेबी नै बनायो भने फोर्सफुल्ली गऱ्यो भने पनि बच्चा रोगी या कमजोर जन्मिन्छ नगर्नुहोस् सो वाट एभर इज कमिङ फ्रम पास्ट लाइफ होइन वी हेभ टु एक्सेप्ट होइन धेरै मान्छेहरूले बुझ्दैन यो कुरा होइन सबैजना यसो फलानुले के गरेको थिएछ हो म पनि गर्छु भनेर चाहिँ होइन नेपालमा एकजनाले चाउचाउ बेचेर अरबपति भयो होइन हो कि होइन त्यही देखेर कतिजनाले चाउचाउ खोले चाउचाउ बनायो खोइ तिनीहरू खोइ के रमपम पमपम चमचम के आएको थियो खोइ त करोड अरबपति भएन त यो बुझेन कि चाउचाउले मान्छेलाई अरबपति बनाउने होइन उसको भाग्य चाउचाउमा थियो तपाईँको भाग्य केमा छ जग्गा जमिनमा छ कि हस्पिटलमा छ कि होइन अमेरिकामा छ कि नेपालमै बसेर छ कि खेतीमा छ कि होइन हेर्नु पनि परेन तपाईँले केले अरबपति बनाउँछ लेखेको हुन्छ कि तर हामी हेर्दैनौँ हामी देखासिकी गर्छौँ फलानुले यो गर्यो फलानुले त्यो गर्यो म पनि गर्छु ए सेयरमा जानुपर्ने रहेछ भने सेयरमा जान्छु होइन जसको भाग्य छ उसले कमाउँछ जसको छैन थ्याङ्क गड होइन सो यस्तो किसिमले चाहिँ हाम्रो भाग्यहरू कर्महरू सबै बनाएको हुन्छ र त्यो कर्मअनुसार हाम्रो लाइफ चाहिँ डिसाइडेड हुन्छ दिस इज द साइन्स अनि यो कर्मलाई लिएर जाने कुरै मन बुद्धि अहङ्कारको शरीरले त्यसलाई लिएर गराउँछ ओके सरको के क्वेसन हरे कृष्ण प्रभु धन्यवाद मेरो क्वेसन छ हजुरले कुरा गर्नुभयो सच्चित आनन्दको जुन के आत्माको स्वभाव हो र परमात्माको पनि इन्ग्रेडियन्ट्स हो सच्चित आनन्द स्वभाव तत्त्वमा के डिफ्रेन्स छ नाम तत्त्व धाम तत्त्व कृष्ण तत्त्व विष्णु तत्त्व तत्त्व र स्वभावमा के फरक छ तत्त्व र स्वभावमा के पनि फरक छैन तत्त्व मिन्स ट्रुथ सत्य त्यसको बारेमा तथ्य के हो भनेर भने त्यही तत्त्व अनुसारको हाम्रो लाइफ हुन्छ त्यसको नेचर हुन्छ सो तपाईँको क्वेसन के हो स्वभाव भन्ने चिज हुँदैन त्यसको एलिमेन्ट कम्पोनेन्ट्स भन्छ त्यसलाई बिल्डिङ ब्लक्स धन्यवाद Hare Krishna Prabhu. Hare Krishna Prabhu. First of all, thank you so much. हजुरको मुखारबिन्दबाट एटलिस्ट हामीलाई यो हजुरबाट श्रवण गर्ने अवसर दिनुभयो थ्याङ्क यू सो मच फर द्याट सरी मेरो मुटु एकदम पाल्पेट भएछ फर्स्ट अफ अल द्याट यु आर सच अ हम्बल द्याट लाइक वी नेभर फेल्ट लाइक हजुरलाई सधैँ स्क्रिन नदेखेको आज यस्तो प्रत्यक्ष देख्दाखेरि मेरो क्वेसन नै जस्ट मेरो चाहिँ प्रश्न यो छ कि अब हजुरले चाहिँ भन्नुभयो लाइक आध्यात्मिक इज बेसिकली डिपेन्ड्स टु द साइन्स त्यो चाहिँ एउटा अन्डरस्ट्यान्डिङ हो त्यो वेबाट हामी जसरी जान्छौँ त्यसलाई बुझ्नको लागि चाहिँ हामीलाई इजी हुन्छ र अनि मेरो अन्डरस्ट्यान्डिङ अझ पनि अनक्लियर हुनसक्छ तर जुन आध्यात्ममा जस्तै देखिन्छ मीराबाईको स्टोरी जहाँ चाहिँ उहाँ चाहिँ भावमा कृष्णको विरहमा होइन जसरी म भावमा डुब्नु भएको थियो होइन अनि त्यो चाहिँ एउटा
त्यो भाव प्रेम थियो होइन, त्यो पनि भक्ति। अनि र त्यो भक्तिलाई चाहिँ हामीले एज अ अन्डरस्ट्यान्डिङ लाइक साइन्सलाई बुझेपछि चाहिँ हामीलाई अध्यात्म बुझ्न इजी हुन्छ कि भाव नै त्यो इम्पोर्टेन्ट हुन्छ। लाइक जस्ट लाइक मेरो चाहिँ यो अनक्लियर क्वेसन। अनि अर्को भनेको चाहिँ सो यस भक्ति भनेको भाव हो, प्रेम हो, तर प्रब्लम के छ भने हामी मीराबाईको लेभलमा छैन होइन। हामी कुन लेभलमा छौँ? साइन्सको लेभलमा छ। हामीलाई मोडर्न साइन्सले यस्तो पेलिदिएको छ कि बच्चा बेलादेखि त्यही सत्य मान्छौँ कि हामीहरू। सूर्यले पृथ्वीलाई घुम्छ कि पृथ्वीले सूर्यलाई घुम्छ? पृथ्वीले सूर्यलाई घुम्छ नि, कसरी थाहा पाउनु? तपाईँले गएर हेर्नुभयो? हेरेर त छैन होइन। स्कुल कलेजमा जे पढायो त्यही पढेका छौँ हामीले। सूर्य रहेका छौँ, मर्करी, भिनस, मार्स गर्दै हामीले सिकेका छौँ होइन। त्यसरी किन त्यस्तै गरिकन एउटा आध्यात्मिक होइन गुरुकुलमा पढेको बच्चालाई ल्यायो भने उसले के भन्छ थाहा छ? अर्थ मिडल प्लानेटमा छ, जम्बुद्वीपतिर छ र सूर्यले उसलाई घुम्छ भन्छ कि। उसले पनि त्यो अर्थ त्यो सोलर सिस्टम जस्तो एक्सप्लेनेसन तपाईँलाई दिन्छ। न विच वान इज ट्रु? आइन्स्टाइनलाई पनि सोधेको थियो, हेलियोसेन्ट्रिक कि जियोसेन्ट्रिक? जियोसेन्ट्रिक भनेको अर्थ बिचमा, हेलियोसेन्ट्रिक भनेको सूर्य बिचमा हो। आइन्स्टाइनले के एन्सर दिएको छ? बोथ आर करेक्ट होइन। हामी यो सिस्टमबाट बाहिर नगएसम्म वी डोन्ट नो विच वान इज करेक्ट। हामीले कुन चाहिँ यही नै हो भनेर भन्न सकिँदैन। तर इन्ट्रेस्टिङ कुरा, सोलर सिस्टम होइन, सूर्यले के अरे पृथ्वीले सूर्यलाई घुम्ने पनि त्यसबाट पनि ग्रहण श्रहण यिनीहरू सबै क्यालकुलेट भएको छ एक्युरेटली होइन। र सूर्यले पृथ्वीलाई घुम्नेबाट पनि ग्रहण श्रहणहरू एक्युरेटली क्यालकुलेट भएको छ। सो दिस इज लाइक हामी जे पढ्छौँ त्यही अनुसार हुन्छ कि। सो हामी साइन्स पढेको कारणले गर्दाखेरि हामीले सबै चिज साइन्स बेस्ड भएर बुझ्ने भएकोले हामीले स्पिरिचुअलिटीलाई पनि साइन्सबाट बुझाउन खोजेको कि। नट बिकज स्पिरिचुअलिटी क्यान बी एक्सप्लेन्स बाई साइन्स, होइन। स्पिरिचुअलिटी हेज इज ओन एक्जिस्टेन्स। तर हामी साइन्स पढेको कारणले गर्दाखेरि चाहिँ साइन्सलाई आधार गरेर स्पिरिचुअलिटी बुझाउनु पऱ्यो होइन। हजुरलाई एउटा इक्जाम्पल दिउँ, एकादशी कसैले पाल्नुहुन्छ? उहाँले जस्तै हात उठाउनुपर्छ यस्तो गौरवको चिज हो। एकादशी पार्ने भनेको गौरवको चिज हो। न किन एकादशी पार्ने? वाइ होइन। सो यसमा पनि तिनवटा चिज आउँछ। धर्म अनुसार भगवान् श्री कृष्णलाई मनपर्ने दिन होइन, त्यो दिन व्रत राख्यो भने भगवान् श्री कृष्ण खुसी हुन्छ, धार्मिक रिजन। अध्यात्मको हिसाबले हेर्ने हो भने होइन के हुन्छ? हेल्दी हुन्छ, आयु लामो हुन्छ। न बुझ्नुभयो नि? सामाजिक हिसाबले हेर्ने हो भने हाम्रो समाजमा धेरै पैसा बच्छ। एक दिन होइन खाना खाएन भने कति खाना बच्छ होइन। यहाँ 8 अर्ब मान्छेले फास्टिङ गरिदियो भने कति खाना बच्छ होइन। एउटा इक्जाम्पल मात्र दिएको। अब इन्ट्रेस्टिङ कुरा के भन्दाखेरि एउटा 2010मा एउटा साइन्टिस्टले होइन, अब यसलाई साइन्सको पोइन्ट अफ भ्यूबाट हेरौँ है होइन, साइन्सको पोइन्ट अफ भ्यूबाट हेरौँ। एउटा 2010मा एउटा साइन्टिस्टले एक्सपेरिमेन्ट रिओपन गरेको जुन 70s 80s को कन्सेप्ट थियो डिएनए होइन। डिएनएमा एउटा पोर्सन हुन्छ, सर्टेन पोर्सनहरू हुन्छ जहाँ चाहिँ इन्फर्मेसन हुन्छ होइन। त्यो इन्फर्मेसन हुन्छ नि, आँखाको कलर, टाउको कलर, हाइट सबै चिज त्यो डिएनएमा हुन्छ नि। अनि कतिपय ठाउँमा त्यो यस्तो डिएनए हुन्छ जसमा इन्फर्मेसन हुँदैन। त्यसलाई के भन्थ्यो? जङ्क डिएनए भनेर भन्थ्यो। नामै त जङ्क डिएनए होइन, काम नलाग्ने डिएनए, इन्फर्मेसन नभएको डिएनए। अनि साइन्टिस्टहरूले त्यसमा त्यति रिसर्च नै गरेन। तर यो साइन्टिस्टले फेरि 2010तिर आएर रिसर्च सुरु गरेर के पत्ता लगायो भन्दाखेरि जङ्क डिएनए घट्दै जान्छ। सेल डिभिजनहरू हुँदाखेरि त्यसको होइन लेन्थ घट्दै जान्छ र घटेर त्यो एउटा मिनिमम अमाउन्टमा, मिनिमम लेन्थमा पुगेपछि हाम्रो मृत्यु हुन्छ भनेपछि त साइन्टिस्टले टेन्सन भयो, बाबरे त मर्ने चिज पो रहेछ त। यसको साइज घट्दै गएर मिनिमम भएपछि हामी मर्दो रहेछ भनेपछि त्यो जङ्क डिएनए घट्न दिएन भने हाम्रो लाइफ लामो हुन्छ हो, हाम्रो लाइफ हेल्दियर हुन्छ ओके। त्यसपछि त्यो साइन्टिस्टको एक्सपेरिमेन्ट के गर्यो भने त्यो जङ्क डिएनए घट्दैन भनेर उसको रिसर्च गर्दा धेरै चिज पत्ता लगायो उसले
होइन। त्यसमध्येबाट उसको कन्क्लुजन सुनाउँछ तपाईँहरूलाई। उसले के लेख्यो भने 15 दिनमा एकचोटि 36 घन्टा फास्टिङ गर्यो भने जङ्क डिएनए घट्दैन भनेर लेखेको छ। 15 दिनमा एकचोटि के आउँछ? एकादशी आउँछ। अनि एकादशीको व्रत कति लामो हुन्छ? 36 घन्टा हुन्छ होइन। आज बेलुकादेखि भोलि दिनभरि, पर्सि बिहान पारण समय हुन्छ त्यो बेलासम्म होइन, हो कि होइन? अनि फेरि उसले अझै त्यो एक्सपेरिमेन्टलाई फर्दर गर्दै जाँदाखेरि के पत्ता लाग्यो भने 8 वर्षभन्दा मुनि र 80 वर्षभन्दा माथिले त्यो फास्टिङ राखेर पनि जङ्क डिएनए नघट्ने हुँदैन, बढ्छ भने चाहिँ काम लागेन त्यो। अब पद्म पुराणमा पढ्यो भने होइन, एकादशी आउँछ, एकादशीमा 8 वर्षभन्दा मुनि र 80 वर्षभन्दा माथिले राख्नु पर्दैन भनेर लेखेको छ। सेम चिज होइन, हामीलाई चाहिँ मेटाफिजिक्सको रूपमा हामीलाई दिएको छ अध्यात्मले होइन। त्यही चिज अहिले मोडर्न साइन्सले एक्सपेरिमेन्ट गर्यो होइन। सूर्य उदय भएपछि खानु, सूर्य अस्त हुनुभन्दा अगाडि खानु, त्यसपछि नखानु भन्छ हो किन? त्यही चिजलाई अहिलेको भाषामा के भन्थ्यो? इन्टरमिटेन्ट फास्टिङ रे के जस्तो कि इन्टरमिटेन्ट फास्टिङ 12 घन्टा 14 घन्टा 16 घन्टा भनेर। त्यही चिज त शास्त्र त पहिल्यै भनिरहेको थियो त हेल्दी हुनु। अनि त्यही अनुसार हामी खाने बानी भएको मान्छेहरू हेर्नु न, ओबिज छैन हाम्रो, मोटाउने सोटाउने बेलुन फुले जस्तो छैन। तर अमेरिकामा जानुहोस् त, त्रो मान्छेहरू होइन, 24 घन्टा खाएको छ होइन। बुझ्नुभयो नि? हाम्रो अध्यात्मले हाम्रो हेर्नु न, खानाहरू दाल भात तरकारी, मोस्ट साइन्टिफिक मोस्ट ब्यालेन्स डायट इन द वर्ल्ड। संसारमै अहिले पनि जति पनि न्युट्रिसन डाइटिसियनहरूले छ, दाल भात तरकारी। अहिले विदेशीहरूले पनि दाल भात तरकारी खान सिक्यो होइन। अमेरिकाले त यतिसम्म गर्यो कि लगेर बासमती चामल उनीहरूको प्याटर्न हाल्यो। बासमती चामल अमेरिकाको होइन, चामलै नभएको देशमा चामलको प्याटर्न हाल्यो होइन। मलाई त यो नेपालले गरेन भने कुनै लप्सी पनि प्याटर्न हाल्ने जस्तो लाग्छ होइन। लप्सी पनि नेपालमा मात्र पाउने चिज हो राइट। सो लाइक द्याट हामीले जुन खानेकुराहरू सबै चिज होइन, अध्यात्मले साइन्स बेस गरेर नै गरेको हो। तर त्यसलाई प्रेजेन्ट गर्ने तरिका चाहिँ अहिलेको साइन्स जस्तो छैन होइन। त्यसको तरिका आफ्नै छ, त्यसलाई मेटाफिजिक्स भन्छ, माथिबाट तल आउने सिस्टम। ओके, सो त्यही भएर साइन्स हेज नथिङ टु डु विथ स्पिरिचुअलिटी, बट स्पिरिचुअलिटी इज सो पावरफुल इट्स द ट्रुथ। अघि उहाँले भन्नु जस्तै होइन, तत्त्वको कुराहरूमा तत्त्व मिन्स रियालिटी, के हो वास्तवमा के छ भनेर रिसर्च गर्ने चिजलाई भनिन्छ। ओके, नेक्स्ट वान मोर क्वेसन। अभियसली यो भौतिक बातमा हिँड्दाखेरि हजुरलाई धेरै नै अब्स्ट्याकलहरू आएको नै होला होइन। अनि जुन बिगिनिङ फेजमा थियो हजुरले चाहिँ त्यो पाथलाई चाहिँ कन्टिन्युटी दिन लाइक हजुरले हाउ डिड यु पुश योरसेल्फ? सबभन्दा मेरो भक्तिमा लाग्दाखेरि सबभन्दा पहिलो बाधा आएको बुवा आमा। यस्तो गाली खाएको थियो बुवा आमाले बबाल डायलग हान्ने होइन, हरे कृष्ण भएर खाना पाइन्छ यहाँ भक्तहरूले खुवाएर मार्न लागिसक्यो, खुवाएर बर्बाद। सो लाइक द्याट आई मिन सो मेनी। अनि त्यसपछि रिलेटिभ्सहरू जोगी भयो, यहाँ भयो, उहाँ भयो, त्यस्तै साथीहरू पनि त्यस्तै होइन। सो अब मेनी अब्स्ट्याकल्स, यस दिस सोसाइटी होइन। अब यो धोती लाएर हिँड्यो भने इट्स लाइक भेरी डिफिकल्ट। फेरि नेपालले धोती लाउनु भनेको सानसुन कुरा हो होइन। मलाई याद छ, हामी यात्रा जाँदाखेरि हामी उसमा मुगलिङमा गाडी रोकेको थियो कि, अनि टोइलेट जानु पऱ्यो भने एउटा रेस्टुरेन्टभित्र छिरेको त्यहाँको एउटा भाइले भैया आप कहाँ से हो भनिदिरहेको। ओ भाइ नेपाली हो भने सरी धोती लाएर अब इन्डियन भन्नु थालेको अरे अनुहार पनि इन्डियन के गर्ने। सो लाइक द्याट आई मिन इट्स भेरी च्यालेन्जिङ एक्चुली टु होइन, टु डिभोसन इज भेरी च्यालेन्जिङ। तर हाउ डिड आई सर्भाइभ अल दिस च्यालेन्जेस? बिकज आई हेड वाइफ होइन। म र वाइफ दुवैजना भक्तिमा भएकोले उसले मलाई म डाउन हुँदा उसले सपोर्ट गर्थ्यो, ऊ डाउन हुँदा मैले सपोर्ट गर्थेँ। अनि हामीले 2010देखि त पैसा पनि कमाउनु छोड्दैन, सब छोडेर यसमा फुल टाइम लाग्यो होइन। अनि त्यहाँबाट इच टाइम मलाई पैसा खाँचो हुँदाखेरि मलाई के लाग्छ, होइन बिजनेस गर्छु, बरु दिनको 2 घन्टा टाइम दिन्छु, एउटा सानो बिजनेस गर्नु गर्छु, सो द्याट आई क्यान हेभ इन्डिपेन्डेन्ट होइन लाइक इन्कम। म कहाँ बुवालाई गएर जहिले पनि पैसा माग्ने भन्दाखेरि मेरो वाइफले के भन्नु थाहा छ, चिन्ता नगर्नुहुन्न, बरु मेरो गहना बेचिदिनुहोस् भन्थ्यो। त्यतिसम्म सपोर्ट पायो होइन। त्यसले गर्दाखेरि चाहिँ वी सर्भाइभ एन्ड लेटर अन एभ्रिथिङ बिकेम ओके नाइस
होइन र साँच्चीकै हामीले यदि भगवान् श्री कृष्णको लागि हामी जीवन बिताउँछौँ भने भगवान्ले हेर्नु हुँदो रहेछ सबै मेरो बुवा आमाले पनि होइन हाम्रो फ्यामिली बिजनेसहरू थियो धेरै मेहनत गर्नुहुन्थ्यो अनि जब त्यो फ्यामिली बिजनेस हामीलाई दिन खोज्नुभयो मैले भने जोगी विषयमा नगर्ने अनि मलाई इन्ट्रेस्ट छैन ड्याड भनेपछि अनि ला छोराहरूको लागि गरेर यिनीहरूलाई इन्ट्रेस्ट छैन भने बेकारको भनेर बेचिदिनु भयो सबै बेचिदिनु होइन सो अलि सबै चिज बेचेर खालि सम्पत्तिहरू मात्रै बाँकी भयो इन्ट्रेस्टिङ कुरा के भन्दाखेरि होइन त्यो सम्पत्तिहरू दे स्टार्ट लाइक ग्रोइङ आफै ग्रो हुँदै गइरहेको छ अनि बुवा आमा हुनुहुन्छ अरे यार मेहनत गरेको भन्दा अहिले बेटर भइरहेछ होइन बिजनेस गर्दाखेरि चाहिँ त्यति पैसा आइरहेको छैन जब कि होइन अहिले सब बिजनेस बेचिदिँदाखेरि राम्रो पैसा आइरहेको छ कसरी हुनसक्छ तिमीले भक्ति गरेर हो भनेर सोध्नुभयो सो आई डोन्ट नो द्याट म भन्न सक्दैन इट्स गड नोज सो सिरियसली आई मिन वेन वी आर लाइक सिरियस अबाउट कृष्ण इज रियली इन्ट्रेस्टेड इन यु सच आई प्र्याक्टिकली गन थ्रु सो मेनी amazing situations and my public mother I can tell in a small group and so yes my confidence over Krishna Bhagwan grew even deeper so you have to take the challenge and to see all these things in life whether it's true or not. What if Prabhu, like if you were single in that moment, like when you were like started the Krishna consciousness, so do you think that like you will be like here, like when I am single, I am. Oh, yeah, well. No, I mean, see, basically, it's not about husband and wife. It's about having a friend. Rupa Goswamile एउटा शब्द प्रयोग गर्नुभएको छ के अरे स्वजातीय स्वजातीय भनेको विचार मिल्ने मान्छे हैन आफूसँग जहिले पनि विचार मिल्ने मान्छे चाहिन्छ सो म कृष्ण कन्सियसमा अगाडि जान चाहन्छु भन्ने चाहिँ मलाई अर्को कृष्ण कन्सियसमा हैन इन्ट्रेस्ट भएको मान्छेतिर छेउमा आउनु पर्यो त्यसलाई नै सत्संग भनेर भन्छ हैन त्यसलाई डिभोटी एसोसिएसन भन्छ सो यो डिभोटी एसोसिएसनले हामीलाई मजबुत बनाउँछ and of course like ups and downs आउँछ शङ्का आउँछ नै हुन्छ हैन द्याट इज नेचुरल किन हामी यो संसारमा बसिरहेको छौँ दिस संसार इज लाइक फुल अफ लाइक surcharged with like no God consciousness so there's always challenge in life. So we need a friend, we need like partner. Thank you. Hare Krishna Prabhuji. Yeah. Prabhuji, पहिला 9 वर्षभन्दा पहिला म ननभेज खान्थेँ होइन अनि त्यसै म छोडिदिएको सबै अध्ययन गर्दाखेरि ननभेज हजुर अनि मेरो फेरि काम फेरि होटल इन्डस्ट्रीमा काम गर्ने होटलमा किचनमा अनि मैले अब बाहिर रुममा यता रेस्टुरेन्टतिर म धेरै खान्छु होइन अनि किचनमा त अभियसली खानै पर्छ टेस्ट गर्नै पऱ्यो अनि त्यसमा के मलाई के त्यो खाँदाखेरि मेरो कर्मै त्यस्तै होइन नखाइन भने चाहिँ टेस्ट नगरेन भने त्यसमा केही असर त केही हुँदैन नि तपाईँलाई अब सत्य एन्सर दिउँ कि फेक एन्सर मिलाएर दिउँ कि सिधा सिधा सोध्यो सिधा सिधा होइन उहाँलाई सोधेर पक्नुहुन्न सिधा सिधा ओके महाभारतमा एउटा प्रसङ्ग आउँछ त्यहाँ के मेन्सन गरेको छ द्रौपदीले 6 जना मान्छेलाई बराबर पाप लाग्छ अरे जनावर पाल्ने जनावर बेच्ने जनावरलाई ट्रान्सपोर्ट गर्ने जनावरलाई काट्ने मासु पकाउने र खाने यो 6 जनालाई इक्वल पाप लाग्छ जसलाई मार्ने उसलाई मात्रै होइन सो anybody within these 6 parameter you are entitled for that. Now interesting कुरा के भन्दाखेरि यदि तपाईलाई हैन साँच्चीकै हैन यो पापहरुबाट निस्किनु मन छ भने चेन्ज यर प्रोफेसन हैन प्रोफेसनहरु हजारौं प्रोफेसनहरु छन् जो चाहिँ हैन प्योर छन् कि क्लीन छन् हैन त्यो प्रोफेसन किन हैन why you want to do that profession which has हैन र भेजिटेरियन मात्र पकाउँछु डिमान्ड गरेर हैन भगवानलाई प्रार्थना गर्नुस् डिमान्ड गर्नुस् त्यही अनुसारको तपाईको सिचुएसन क्रिएट हुन्छ अघि मैले भने जस्तै आत्मावत भन्ने त्यसरी नि आफ्नो हैन आफ्नो माइन्ड जस्तो बनाउँछ माइन्डसेट जस्तो बनाउँछ त्यही किसिमको एन्भाइरोमेन्ट हुन्छ नाउ इफ यु प्रे टु कृष्ण एन्ड देन यु डिसाइड दैट नो आई एम नट गोइङ टु एन्टरटेन नन भेजिटेरियन म पनि खान्न अरूलाई पनि खान्दिनँ भने त्यही किसिमको एन्भाइरोमेन्ट क्रिएट हुन्छ सो भेरी स्ट्रेन्ज अनि यसलाई नै मोडर्न साइन्सले अहिले मोडर्न लाइफस्टाइलमा के भन्छ म्यानिफेस्टेसन भनेर भन्छ यही चिजलाई 10-15 वर्ष अगाडि के भनेको थियो ल अफ अट्र्याक्सन भनेर भनेको थियो हैन त्यो जुन अट्र्याक्ट गर्ने भनेको तपाईलाई
पिसफुल इन्भाइरोमेन्ट तपाईँलाई होइन कुनै पनि पाप रहित चिजहरू म बनाउँछु भनेर तपाईँले फर्स्ट मेन्टालिटी बनाउनुहोस्, त्यही अनुसार तपाईँको सबै चिज हुन्छ। प्रभुजी 10-12 वर्ष भइसक्यो इन्डस्ट्री काम गर्न थालेको, फेरि अर्को इन्डस्ट्री चुज गर्दाखेरि जिरो एउटा सजेसन तपाईँको कुण्डलीहरू देखाउनुहोस्, त्यसमा पुरै लेखेको हुन्छ होइन, त्यसमा तपाईँको के गुड के ब्याड भनेर सबै चिज लेखेको हुन्छ। मेबी यु आर इन रङ बिजनेस, you may be successful in new business, we never know. But by the way, एउटा statistics के देखाउँछ थाहा छ, 60% of people do the different job than they are educated in. 60% मान्छेले जे चिज पढ्यो जे चिज आउँछ नि त्योभन्दा डिफ्रेन्ट जब गरेर आउँछ, and most of them they are doing good. Okay, good luck. प्रभुजी धन्यवाद, प्रणाम। क्वेसन सोध्नै डर लागिरहेको छ, बिहानको प्रोग्राम पनि एक्टिङ आएको है। यो मेन्टालिटीको कुरा हामीले आज प्रवचनमा सुनियो, यो मेन्टालिटी स्ट्रङ गर्ने भन्ने कुरा चाहिँ प्रारब्धबाट आउँछ कि अहिले हामीले गर्नुपर्ने हो? एउटा क्वेसन्स। अनि एउटा क्वेसन नेक्स्ट मलाई जानुहोस् कि दिमाग हुन्छ होइन, वान एट अ टाइम राइट नाउ। तपाईँले एकदम राम्रो प्रसङ्ग निकाल्नुभयो होइन, प्रारब्धबाट आउँछ कि के हो होइन यो मेन्टालिटी भन्ने चिज पनि। हामीसँग दुईवटा चिज छ, एउटा प्रकृति, अर्को विकृति भन्छ। प्रकृति भनेको हाम्रो पास्ट लाइफबाट आएको चिज, प्रारब्धबाट आएको चिज, र विकृति भनेको यो लाइफमा सिचुएसनल यो लाइफमा गरेको चिज होइन। सो भनेपछि हाम्रो कर्म दुई किसिमको छ, एउटा पूर्वजन्मको फल दिने कर्म, अर्को चाहिँ यो जीवनमा गरेको कर्मको फल, यही जीवनमा गरेको चिज। सो पूर्वजन्मबाट आएको चिज हाम्रो कन्ट्रोलमा छैन, भनेको प्रकृति हाम्रो कन्ट्रोलमा छैन, तर विकृति हाम्रो कन्ट्रोलमा छ होइन। भनेको यो जीवनमा मैले गर्नेवाला मेरो कन्ट्रोलमा छ। त्यही भएर हाम्रो गुरुकुल सिस्टमहरू बनाइयो पहिला एजुकेसन, र गुरुकुलमा के पढाउँछ थाहा छ? क्यारेक्टर होइन, प्रकृति र चरित्र दुईवटा चिज हुन्छ। चरित्र भनेको अहिले डेभलप गर्ने चिज हो, ह्याबिट फर्मेसन होइन, मोडर्न भाषामा भन्यो भने ह्याबिट फर्मेसन। र हामीले के गर्छौँ, एनालाइसिस गर्छौँ कि कुनै पनि व्यक्ति कस्तो छ भनेर उसको प्रकृति कस्तो छ स्टडी गर्छौँ, अनि त्यसमा के भन्छ स्वट एनालाइसिस भन्छ नि, स्ट्रेन्थ एन्ड विकनेस हेर्छौँ। के चिज राम्रो छ, राम्रो भएको त नो प्रब्लम, अनि त्यसलाई अझै एनहान्स गर्न सकिन्छ कि त्यो हेर्छौँ। र के कमजोर छ त्यसलाई चाहिँ ढाकछोप गर्नु पऱ्यो होइन, त्यसलाई चाहिँ ढाकछोप गर्नु पऱ्यो, त्यो चिजलाई चाहिँ क्यारेक्टर डेभलप गर्छौँ न, बुझ्नुभयो नि। त्यो दुईवटा चिज हुन्छ। आई क्यान गिभ यु एक्जाम्पल, एकजना भलन्टियर आउनुहुन्छ भने आई क्यान टेल यु तपाईँको प्रकृति के हो, वान्ट्स टु चेक। रामकृष्णको नाम पनि कस्तो राम्रो है, रामकृष्ण होइन, उहाँको नाम बोल्दा भने हामीलाई पुण्य हुने होइन। आजकल त के रिङ्कु मिङ्कु टिङ्कु पिङ्कु यस्तो नाम भएको छ होइन, श्रीमान श्रीमीको नाम मिलाएर के नाम बनाएर, तर भगवान्को नाम राख्नुपर्छ, बोलाउँदाखेरि फाइदा हुने। र भगवान्को नामहरू पनि नयाँ साउन्ड गर्ने नामहरू पनि छ आज तपाईँहरूले। जस्तै लक्ष्मीको एउटा नाम के थाहा छ? सान्वी रे, सान्वी भनेको लक्ष्मीको नाम, साउन्ड्स मोडर्न अल्सो एन्ड लक्ष्मी अल्सो होइन। सो अलवेज होइन रामकृष्णजी जस्तो नाम राख्नु परेन। जस्तै रामकृष्णजीको मैले अहिले के हेरेको, नङ हेरेको, यो नङ हेरेर उहाँको प्रकृति थाहा हुन्छ, उहाँले पास्ट लाइफबाट के लिएर आएको छ थाहा हुन्छ, उहाँको स्वभाव भनौँ है तपाईँको बारेमा सब थाहा हुन्छ नि फेरि। राम्रो राम्रो मात्रै भनौँ, सबै भन्दै नि हाँट्दै रहेछ है मान्छे है। सो उहाँको नेचर के भने पित्तवात कफ भन्छ कि, सिम्पल सिम्पल यो तिनवटाको कम्बिनेसन हुन्छ हामीहरू। पित्तवात कफ, उहाँको चाहिँ कफ र स्लाइट वात छ होइन। सो कफ भनेपछि बिन्दास मान्छे होइन। सो रामकृष्णजी चाहिँ मोस्ट ट्रस्टवर्दी पर्सन हुनुपर्छ होइन। उहाँले एकचोटि यो मेरो साथी हो, म यसको होइन यो मलाई मनपर्छ भनेर उहाँले जब कमिट गर्नुहुन्छ नि, लाइफ टाइम छोड्दै छोड्दैन होइन। उहाँ एकदमै हेल्पफुल हुन्छ, साथीभाइहरूको लागि एकदम हेल्पफुल होइन, कि आफ्नो मासु काटेर दिने भन्छ नि, त्यस्तो खालको मान्छे हो होइन। कतिपय चिजहरू उहाँले भित्र लुकाउँछ होइन, स्पेसली होइन नराम्रो कुराहरू केही छ भने कसैलाई अरूलाई दुःख हुन्छ किन भनिराख्नु
भयो भनेर भित्रभित्रै लाग्छ होइन। अनि रिसाउँदैन हतपत रिसाउँदैन हाँसेर बसिरहेको छ। तर जब रिसाउँछ नि लाटो रिसाउ नि बाङ बुङ गरिदिन्छ फेरि तस नस पारिदिन्छ उहाँ रिसाएर। तर त्यो एकदम रेयर हतपत हुँदै हुँदैन त्यो एकदम भयो भने मात्रै त्यो होइन। उहाँको खाना खाने स्टाइल कस्तो हुन्छ टक्क टन्न राख्ने पहाड बनाउने गुवाम दिनेहरू होइन। अनि त्यसपछि 6-7 घन्टा 8 घन्टा 6-7 घन्टा 8 घन्टा नखाए पनि चल्दा होइन एकदम। अनि फेरि एकदम मेहनती ढाड नफुस्केसम्म चले गरे होइन। अनि उहाँको चाहिँ कस्तो हुन्छ भने एकहोरो टाइपको हुन्छ नगरेसम्म गर्दैन भने गरेपछि गरे एकहोरो गरेन भने गरे हुन्छ। र रामकृष्ण गुरु तपाईँलाई एउटा क्वेसन तपाईँले आफ्नो लाइफ बाँच्नु भएको छ आफ्नो लागि के गर्नुभएको छ मेरो लागि भने तपाईँको लागि के गर्नुभएको छ यो बच्चाहरूलाई चाहिँ के गर्नुपर्छ जस्तो छ बच्चाहरूको प्यारेन्ट्स प्लिज हजुर सबै हेऱ्यो भने जिन्दगी चाहिँ ओके सो के भन्दै थियो सो या घर परिवार साथीभाइ समाजको लागि गरेर जिन्दगी बित्यो त्यसैमा मजा आउने फेरि त्यसैमा मजा उनीहरू खुसी दियो भने अब पनि खुसी हुने कि मैले कहीँ यसो ब्रान्डेड लुगा किन्नु आफ्नो लागि जुत्ता सुत्ता अलिकति महँगो किन्नु छैन फेरि बुढीलाई बच्चाहरूलाई किनेर दङ्गनुपर्छ फेरि त्यही चिज महँगो चिज फेरि उनीहरूलाई किनेपछि दङ्ग फेरि त्यस्तो खालको मान्छे नेचर हुन्छ होइन। उहाँ चाहिँ एकदम ट्रस्टवर्दी हुन्छ त्यही हो होइन। इज अ भेरी गुड र भेरी हेल्पफुल काइन्ड होइन कम्पासनेट हुन्छ होइन। उहाँको एउटै मात्र नराम्रो बानी के हो भन्दाखेरि पछि गर्छु भन्ने तर फेरि गर्न चाहिँ गर्ने कि फेरि लास्ट मोमेन्टमा राख्ने गर्न चाहिँ गर्ने होइन। अनि त्यसलाई के भन्छ क्राइसिस म्यानेजर हुन्छ होइन। तर प्रब्लम के हुन्छ क्वालिटी गोज डाउन लास्ट मोमेन्टमा गर्दाखेरि क्वालिटी घट्छ त्यही भएर टाइममै गर्न सक्छु यिनीहरू भने र तपाईँलाई एक्सप्रेस गर्नु कति गाह्रो छ है। तपाईँले एउटा बोले जस्तो लाग्छ अरूले बुझेको होइन पर्याप्त बोलेको तर फेरि तपाईँले चाहिँ अरूहरूको कुरा चाहिँ मजाले बुझ्ने कि होइन तपाईँलाई चाहिँ अरूले नबुझ्ने अनि त्यो सोझो भएको कारणले तपाईँ कमजोर भन्छ तपाईँ कमजोर होइन एकदम आँटी मान्छे हो होइन। तर मान्छेहरूको अगाडि तपाईँले त्यो जुन आँट नदेखाउने र एकदम सफ्ट देखाउने हो भने तपाईँ कमजोर मान्छे भनेर चाहिँ सोच्छ लाइक द्याट दिस इज प्रकृति होइन। मैले उहाँको सबै भनिनँ किनभने पब्लिकमा भन्न चाहदिनँ म ज्योतिष होइन यो दिस इज आयुर्वेद तपाईँको पनि निस्किन्छ होइन। त्यही त यो सी जस्तो एउटा उदाहरण दिन्छु होइन जो बिहा भएको छैन कसको बिहा भएको छैन हात उठाउनुहोस् त। तपाईँहरू फर्चुनेट हुनुहुन्छ किन फर्चुनेट हुनुहुन्छ थाहा छ यो टेक्निक इज भेरी युजफुल के होइन। विवाह गर्नु अगाडि अनुहार नहेर्नुहोस् नङ हेर्नुहोस् कोही मान्छे मन पर्यो नङ देखाउ त भन्नु मन पर्छ नङको आकार हेरेर थाहा हुन्छ अनि त्यसबाट स्वभाव थाहा हुन्छ। नाउ यु सी मान्छेहरूले होइन जब गर्न जाँदा सिभी लेख्छ होइन सिभी बनाउँछ सिभीमा राम्रो लेख्छ कि नराम्रो लेख्छ अझ बढाइ चढाइ गर्छ है होइन चाहिनेभन्दा बढी लेख्छ होइन। अनि त्यो सिभी हेरेर कसरी थाहा पाउने अनि ल त सिभीमा ठग्या हुनसक्छ इन्टरभ्यू लिउँ भन्छ इन्टरभ्यूमा 5-10 मिनट भेटेर थाहा हुन्छ मान्छेको बारेमा होइन। बोयफ्रेन्ड गर्लफ्रेन्ड भन्छ 2-4 वर्ष बस्छ कुरा त मिल्यो यार बिहा गर्नु पऱ्यो क्या भनेर सोध्छ हो तर पछि कुरा मिल्दैन भनेको मतलब यस मान्छेहरूलाई हामी एकअर्कालाई झुक्क्याउँछौँ कि तर यो साइन्स हेर्नु न जब नङ हेरेर अथवा यो लाइन्सहरू हेरेर होइन अथवा उसको सत्वगुण रजगुण तमगुण पत्ता लगायो भने त्यो मान्छे के हो कसरी थाहा हुन्छ। म 4वटा सिम्पल 4वटा टुलको नाम लिइदिन्छु है होइन। यो नङ खास नङ हेर्ने भनेको मेजर हेर्ने हो तर मेन चाहिँ यो नाडी हेर्ने हो। नाडीमा चाहिँ पर्सेन्टेज नै थाहा हुन्छ कुन कति पर्सेन्ट भनेर थाहा हुन्छ एक्ज्याक्ट थाहा हुन्छ होइन। तर नाडी हेर्न अलिकति गाह्रो छ 2 वर्ष जति ट्रेनिङ लिनुपर्छ होइन गाह्रो छ तर नङबाट एकदम इमिडिएटली सिक्न सक्छ कि मेजर चाहिँ छुट्टिन्छ त्यो मेजर छुट्टेपछि सारा खाला उसको नेचर थाहा हुन्छ होइन। त्यसले नङले प्रकृति देखाउँछ होइन प्रकृति भनेको जन्मबाट लिएर आएको स्वभाव होइन। त्यसपछि यो हस्तरेखाले विकृति देखाउँछ यो अहिलेको सिचुएसन देखाउँछ कि तपाईँ लाइफमा के भइरहेछ कुन अनुसार के भएर जान्छ तपाईँ कर्म कस्तो कस्तो खालको कुरा छ भने यहाँ रिफ्लेक्ट हुन्छ होइन। त्यसपछि सत्वगुण रजोगुण तमोगुण यो देख्यो भने तपाईँले यो संसारसँग कसरी रियाक्ट गर्छ
तपाईँलाई कस्तो किसिमको कलर मनपर्छ होइन, कुन चिजसँग कसरी तपाईँले इन्टरेक्ट गर्छ त्यो चिज थाहा हुन्छ होइन। र लास्ट वान कुण्डली, जन्म कुण्डली हेऱ्यो भने तपाईँको प्रारब्ध थाहा हुन्छ, पूर्व जन्मबाट के लिएर आएको छ मान्छेले त्यो चिज थाहा हुन्छ होइन। सो यस्तो किसिमले चाहिँ हामीले मान्छेको बारेमा पुरै एनालाइसिस गर्न सक्छ र प्रपर एनालाइसिस। मैले आफूलाई चिनेपछि नै मैले प्लानिङ गर्ने हो लाइफमा, तर आफूलाई चिनेको छैन, अन्धाधुन्दा दौडेको छ होइन। अघि हजुरले भन्नुभएको छैन हजुरको प्रोफेसन पर्फेक्ट हो 12 वर्षसम्म गऱ्यो भनेर के ग्यारेन्टी छ? वी डोन्ट नो। सो लेट्स फाइन्ड अबाउट आवरसेल्भ्स, पत्ता लगाऊ, देन डु इट। Okay, so thank you very much. Maybe we can take one more question. Only one question. नमस्कार, मेरो नाम चाहिँ अमृत विक। मेरो एउटा क्वेसन छ तपाईसँग। धर्म भनेको मेरो बुझाइमा आस्था र विश्वास व्यवहार हो हैन, तर हाम्रो यो हिन्दू सनातन धर्ममा आस्था र विश्वास सँगसँगै एउटा छुवाछुत पनि सँगै जोडिएको छ। त्यसले गर्दाखेरि धर्मबाट चेन्ज हुने हैन, यो सनातन धर्मबाट चेन्ज हुने धेरै क्रम नेपालमा बढ्दो छ, अझैसम्म पनि बढ्दैछ। झन् यो बिचको पिरियडमा त झन् एकदम तीव्र रूपमा बढिरहेको छ। त्यसमा पनि तपाईँले अघि भन्नुभयो मैले यो कोरोना टाइममा वर्ल्ड वाइड हिँडेँ, मास्क नलगाइकन हिँडेँ भन्नुभयो। त्यति बेलामा पनि बुझ्न सकिन्छ छुवाछुत मान्छेसँग नछोइकन बस्ने समय आयो नि कोरोनाले गर्दाखेरि। र नेपालमा अब कयौँ वर्षदेखि छुवाछुत गरेर जुन एउटा समुदाय छ त्यो टाढा बस्नु परेको छ। हरेक कुराबाट सेवा सुविधा, मठ मन्दिरमा जानेदेखि लिएर पानी लिन भर्न जाँदाखेरिसम्म पनि त्यसरी एउटा भेदभाव विरुद्धमा टाढा बस्नु परेको छ। त्यसको निम्ति धर्मको रूपबाट तपाईँले आफूले कसरी योगदान गरिराख्नु भएको छ, कसरी आस्थाको बारेमा कसरी बुझाइराख्नु भएको छ, र अब हामीले धर्मकै नाममा अलिकति व्यवहार पनि चेन्ज गर्नुपर्ने आवश्यक छ। यसले गर्दाखेरि हाम्रो यो सनातन धर्मलाई अझै अगाडि लानको लागि एउटा टेवा हुन्थ्यो कि तपाईँको यसमा के छ धारणा, म बुझ्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू भेरी मच अमृतजी, दिस इज भेरी इम्पोर्टेन्ट क्वेसन एक्चुली होइन। र साँच्चै हाम्रो शास्त्र, वेद शास्त्र, धर्मले के भन्छ त्यो बारेमा होइन, यसको अध्ययन गरेर हेर्दाखेरि वर्णाश्रम धर्म भनेर चाहिँ आउँदो रहेछ होइन। सो वर्णाश्रम 4वटा वर्ण, 4वटा आश्रम होइन। 4वटा वर्ण के हो? ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र होइन। 4वटा आश्रम के हो? ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ र सन्यास होइन, यसरी भनेको छ। अनि त्यो वर्ण भनेको के रहेछ भनेर हेर्दाखेरि आफ्नो कर्मबाट छुट्याइएको चिजलाई वर्ण भन्दो रहेछ। तपाईँले यो जीवनमा जे गर्नुहुन्छ त्यसलाई होइन वर्ण भन्छ। सो वर्ण भनेको जस्तै होइन सम दम तप शौचम क्षान्ति राजव एव च ज्ञान विज्ञानम आस्तिक्यम ब्रह्म कर्म स्वभावजम। यदि ब्राह्मण भनेको को व्यक्ति भन्दाखेरि जसमा यो 9वटा गुणहरू हुन्छ अरे। सम दम तप शौचम, सबैलाई समान रूपमा हेर्ने होइन। दम भनेको होइन चाहेको चिज अनुसार होइन आफ्नो इन्द्रिय कन्ट्रोल गर्न सक्ने मान्छे होइन। तप भनेको जो तपस्या गर्छ होइन। शौचम भनेको एकदम सफा रहन्छ, बिहान बेलुका नुहाउँछ होइन। यो 9वटा क्वालिटी जसले फलो गर्छ ऊ ब्राह्मण हो। कुलमा जन्मिँदैन हुँदैन होइन, जन्मबाट होइन कर्मबाट हुन्छ। म कतिजना ब्राह्मण कुलमा जन्मेको मान्छे देखेको छु, नुहाउँदैन बरु पर्फ्युम हान्छ, उसले नुहाउँदैन होइन। तर उसको थर चाहिँ के हुन्छ? हजारे हुन्छ होइन। तर शास्त्रको अनुसार त ऊ ब्राह्मण भएन होइन। क्षत्रिय भनेको जो एडमिनिस्ट्रेटिभ प्रोटेक्सन होइन तपाईँको जिम्मा लिने रेस्पोन्सिबल मान्छेलाई भन्छ होइन। तर म देखिरहेको छु खत्री पोल्ट्री फार्म रे, एक त बिजनेस गरिरहेको छु, त्यो पनि कुखुरा पालन होइन। भनेको वैश्य र शूद्रको मिक्स काम चाहिँ वैश्य र शूद्रको मिक्स गरिरहेछ, तर नाम चाहिँ खत्री होइन। त्यो म्याच गर्दैन। भनेपछि शास्त्रले के दिएको छ भने जन्मबाट होइन कुनै पनि वर्ण छुट्टिँदैन, कर्मबाट छुट्टिन्छ भनेपछि। तर पछि गएर मान्छेले त्यो वर्णलाई जात बनाइदियो होइन। भगवान्ले बनाएको छैन, भगवान्ले कर्मबाट गरेको छ। तर त्यही कर्मको चिजलाई जब जन्मबाट मान्छेहरूले त्यसलाई डिक्लेयर गर्यो तब जात भन्ने चिज आयो। र जातको कुरा शास्त्रमा छैन, देयर इज नो प्रोभिजन होइन अबाउट जात। तर त्यहाँ चाहिँ के भनेको छ भन्दाखेरि यदि मेरो बुवा ब्राह्मण कर्म भएको मान्छे हो भने मेरो हायर चान्स छ कि म पनि ब्राह्मण बन्न सक्छु। तर यदि ममा क्वालिफिकेसन छैन भने ममा ब्राह्मण छैन
तर ब्राह्मण हुनको लागि हेर्नुहोस् न, ब्राह्मणकै सन्तान पनि ब्राह्मण हुनको लागि उपनयनम हैन अथवा व्रतबन्ध गर्नुपर्छ। व्रतबन्ध गरेर उसले जनाई धारण गर्नुपर्छ, तब मात्र ऊ ब्राह्मण हुन्छ। र जनाई त्यो बेलामा दिइन्छ जब ऊ क्वालिफाइड हुन्छ। यदि ब्राह्मणको छोरा क्वालिफाइड छैन भने उसलाई जनाई दिइँदैन। जबसम्म जनाई दिइँदैन र जब उसलाई जनाई दिएर ब्राह्मण बनाउँछ उसलाई द्विज बन्धु भन्छ। भने द्विज बन्धु, एक जन्मबाट ब्राह्मण भएको र दोस्रो कर्मबाट ब्राह्मण भएको होइन। अब यसको कुरा जति गरेर पनि सकिँदैन, तर कन्क्लुजनमा के हो भन्दाखेरि शास्त्रमा जातको कुरा छैन, शास्त्रमा वर्णको कुरा छ। वर्ण कर्मबाट आउँछ होइन। तपाईँ होइन अमृतजी म ब्राह्मण बन्न चाहन्छु, म यो 9 वटा क्वालिटी डेभलप गर्छु भने यु क्यान बिकम अ ब्राह्मण। तर यदि कोही ब्राह्मण कुलमा जन्मेको छ तर म यो 9 वटा क्वालिटीमा एक्जिबिट गर्दिनँ भने आम नट अ ब्राह्मण। न बुझ्नुभयो होइन। जस्तै म पनि जोशी हो अनि म पनि ब्राह्मण कुलमा जन्मेको हो। अनि मेरो बुवाले के भन्नुभयो थाहा छ? हाम्रो जोशी परिवारमा पहिलो ब्राह्मण त जन्मिस होइन। तैँले चाहिँ आफ्नो कर्म चाहिँ ब्राह्मण लाएर धोती सोती लाएर हिँड्ने, भेजिटेरियन भइस होइन। हामी मध्ये नत्र हाम्रो बुवाहरू चाहिँ सबै के हो वैश्यहरू, बिजनेस पिपलहरू होइन। नाम चाहिँ जोशी होइन, तर कर्म अनुसार चाहिँ बिजनेस पिपलहरू होइन। सो यस्तो किसिमले चाहिँ सो आई थिङ्क दिस इज अ रङ अन्डरस्ट्यान्डिङ इन आवर सोसाइटी होइन। त्यसलाई चाहिँ हामीले परिवर्तन गर्नै पर्छ। र अहिलेको जुन मोडर्न जमानामा होइन सरकारले पनि त्यसमा नियम लगाएको छ। जातभात भनेको मान्यो भने दिस इज क्राइम। कसैलाई जातको होइन आधारमा तपाईँले उच निच गरेर हेर्नु। र शास्त्रमा अछुतको पनि कुरा आउँछ। त्यहाँ अछुत भन्ने मान्छेको पनि कुरा आउँछ। त अछुत भनेको डिस्क्रिप्सन के हो? फोरी, जसको होइन फोहोर लागेको छ शरीरमा, लुगामा उसको फोहोर लागेको छ। म टोइलेट गएर आएँ, म फोरी भएँ, म नुहाउनुपर्छ। र ननुहाएसम्म चाहे त्यो ब्राह्मण होस्, क्षेत्रीय होस्, जोसुकै जुनसुकै जात होस्, जुनसुकै वर्ण होस्, ऊ ननुहाएसम्म उसलाई के भन्छ? अछुत भन्छ होइन। बुझ्नुभयो नि? म टोइलेट गएर आएको छु, म अशुद्ध छु, मलाई फोहोर लागेको छ भने मलाई पनि भगवान् कहाँ जान दिँदैन। यदि म भगवान् कहाँ गएर पूजा गर्नुपर्छ भने म नुहाएर सफा लुगा लाएर जानुपर्छ, नत्र भने हामी अछुत नै हुन्छ। छुत अछुतको यसरी डिस्क्रिप्सन दिएको छ। तर फेरि यही छुत अछुत पनि जातको नाममा होइन मान्छेले गरेको छ। दिस इज रङ होइन, दिस इज रङ। र यसलाई हामीले सुधार गर्नुपर्छ। र हिन्दू धर्मको धेरै धज्जी उडाएको छ यो कारणले गर्दाखेरि, जुन चाहिँ छँदै छैन, शास्त्रमा छँदै छैन, त्यसको धज्जी उडाइदिएको छ। धर्मले कहिले पनि भेदभाव गर्दैन, कहिले पनि गर्दैन। र भगवान्ले पनि कहिले पनि भेदभाव गर्दैन होइन। सोच्नुहोस् न होइन, एउटै भगवान्ले होइन क्रिएट गरेको हामी सबै दाजुभाइ दिदीबहिनीहरू, एउटालाई काका एउटालाई पाका किन गर्छ होइन। यो हामी मान्छेहरूले बनाएको सिस्टम हो। मान्छेले बनाएको सिस्टम यो गलत छ र यसमा सुधार ल्याउनुपर्छ र यसमा बुझेको छ। र इस्कन होइन जुन संस्थामा म छु, इस्कन तपाईँ हेर्नुहोस् न, संसारभरिको मान्छे छ यसमा होइन। यसमा अब शूद्रको के कुरा भने मुलेक्ष्यहरू छ। मुलेक्ष्य भनेको गाईको मासु, गाईको मासु खाने मान्छेहरू होइन सुध्रिएर पुरै भेजिटेरियन बनेर ब्राह्मण भएर पूजा गरेर बसिरहेको छ। भनेको मतलब बाई कर्म वी क्यान चेन्ज आवर कर्म, वी क्यान चेन्ज होइन। यसलाई यसरी बुझ्नुपर्छ र यो बुझ्यो भने चाहिँ देन लाइफ बिकम्स भेरी सब्जेक्ट। थ्याङ्क यू भेरी मच। हरे कृष्ण। अब एउटा मात्रै प्रश्न हुनेछ है, त्यस पछाडि हामी अन्त गर्नेछौँ। धन्यवाद। सरी प्रभुजी, हजुरलाई लेट भएको थियो होला। अनि मैले चाहिँ नाइट ड्युटी हजुरलाई एटेन्ड गर्नको लागि नाइट ड्युटी सकेर नसुतेर पनि म यहाँसम्म आएछु। लेट भइरहेको थियो ड्युटी जानलाई। फेरि पनि म अहिले लेट भए पनि होस् भनेर अहिले लास्ट क्वेसनको लागि चाहिँ म रिक्वेस्ट गर्छु उहाँहरूलाई, ट्राई गर्छु। मेरो क्वेसन चाहिँ सायद त्यो सोसियल मिडियामा जहिले पनि देखि नै रहेको कुरा हो, सबैजनाले हेरि पनि रहनु भएको हुन्छ। तर स्टिल म कन्फ्युज छु कि डिट्याचमेन्टको कुरा हो यो चाहिँ। अब मैले 4 वर्ष अगाडि मेरो बुवा गुमाएँ होइन। त्यो त मैले एक्सपेक्ट नगरेको कुरा भयो मेरो लाइफमा। तर त्यसबाट निस्किनको लागि मैले धेरै नै कोसिस गरेँ। गर्दा गर्दै मैले भागवत गीता स्टार्ट त मैले कोभिडबाट गरेको हो, जब म एक्लो भएँ काठमाडौँमा होइन। अनि म हेल्थ प्रोफेसनल हो, एज अ नर्स हो। काम गर्दै जाँदाखेरि चाहिँ मलाई भागवत गीताले आफै अट्र्याक्सन गरेर मैले स्टार्ट गरेँ। जब फ्रेन्डहरू थिएन, कोही पनि अगाडि पछाडि हुन्थेन, हामीले एक्लै काम गर्नु पर्थ्यो। त्यहाँबाट चाहिँ मलाई भागवत गीताको
मन परेर म अगाडि स्टार्ट गरेँ, नबुझेर नै मैले स्टार्ट गरेँ गर्नलाई चाहिँ। अहिले पनि बुझेको त छैन होइन, त्यही पनि कोसिस गर्दैछु। अनि भक्तिमा आउनको लागि मेरो बाबा लस भइसकेपछि अझ मलाई चाहिँ भयो कि अब म कसरी यहाँबाट उम्किने भन्ने कुराहरू। अनि त्यसले गर्दाखेरि डिट्याचमेन्टबाट म अझै पनि निस्किन सकेको छैन कि जस्तो लाग्छ। म मेरो फ्यामिलीलाई पनि निकाल्न सकिरहेको छैन, किनभने मेरो सबैजना डिप्रेसै छ। कुनै फेस्टिभलहरू आउँछ मैले नै सम्हालिराख्नुपर्छ, अनि त्यसले गर्दाखेरि चाहिँ मैले कसरी सम्हाल्ने होला मेरो फ्यामिलीलाई। अनि म आफैलाई पनि मलाई अब कुनै चिजहरू पनि अब राम्रै लाग्दैन भनौँ न, म त्यो डिट्याचमेन्टबाट अझै पनि निस्किन सकिरहेको छैन प्रभुजी। अट्याचमेन्टबाट। भगवान् श्रीकृष्णले भन्नुभएको छ होइन, उहाँले के भन्नुभएको छ, दुईवटा चिज दिनुभएको छ होइन, अभ्यासेन तु कौन्तेय वैराग्येन च क्रियते भनेको छ। यदि हामी लाइफमा सक्सेसफुल हुने भए चाहिँ एउटा पहिला चाहिँ अभ्यास गर्नु छ, प्र्याक्टिस होइन। निरन्तर एउटै चिज रिपिट गरिराख्यो भने त्यसलाई प्र्याक्टिस भन्छ। एउटा प्र्याक्टिसबाट हामीले पर्फेक्सन लिन सक्छ भने अर्को डिट्याचमेन्टबाट पर्फेक्सन लिन सक्छ भने चाहिँ। न डिट्याचमेन्ट भनेको के हो भन्दाखेरि सब चिज छोडेर हिँड भनेको होइन, सब चिज छोडेर होइन। म डिट्याच छु भनेर मेरो खल्तीमा भएको मोबाइल फोन बाँड्ने, मेरो अकाउन्टमा भएको पैसा बाँडेर हिँड भनेको होइन, त्यसलाई मूर्खता भन्छ। तर डिट्याचमेन्ट भनेको के भन्दाखेरि जुन चिज तपाईँसँग छ त्यो चिजको रेखदेख गर्नुहोस्, त्यसलाई इन्जोय गर्नुहोस्। तर जुन चिज त्यो चिज यदि तपाईँबाट होइन खोसियो, तपाईँबाट लगियो, तपाईँबाट टाढा भयो भने त्यो मोमेन्टदेखि त्यो चिजको चिन्ता नगर्नुहोस्, त्यसलाई डिट्याचमेन्ट भन्छ है। सो कुनै पनि चिज, जस्तै तपाईँको बुवा बित्नुभयो भन्नुभयो, बुवा फर्केर आउँछ कि आउँदैन? तपाईँ लाख कोसिस गर्नुहोस्, त्यही फर्ममा कहिले पनि फर्किँदैन। हजुर स्वीकार गर्नु पऱ्यो कि आउँदै आउँदैन उहाँ, यु विल नेभर कम ब्याक। यस, उहाँसँगको मेमोरीहरू हुन्छ, द्याट विल बी देयर, द्याट विल नेभर एन्ड। तर फिजिकल फर्ममा कहिले पनि आउनुहुन्न। यो तपाईँको मात्र होइन, मेरो बुवाको पनि त्यही हालत हुनेवाला छ, मेरो बुवा किन मेरो शरीरको पनि त्यही हालत हुनेवाला छ। तर सी, इफ यु अन्डरस्ट्यान्ड यर फादर इन द बडीली लेभल इज गन, फिनिस्ड। तर इफ यु अन्डरस्ट्यान्ड यर फादर इन द स्पिरिचुअल लेभल, सोलको रूपमा हेऱ्यो भने यर फादर स्टिल एक्जिस्ट, इज स्टिल अलाइभ। नबुझ्नुभयो नि? तपाईँले तपाईँको बुवालाई शरीरको रूपमा हेर्ने कि आत्माको रूपमा हेर्ने, चोइस इज योर्स। यदि शरीरको रूपमा हेऱ्यो भने खतम, फिनिस, बाई बाई। सरी, दिस इज टु डिरेक्ट, बट दिस इज द रियालिटी। तर यदि आत्माको रूपमा हेऱ्यो भने यर फादर इज इटर्नल। खोज्नुहोस्, बुवालाई खोज्नुहोस्, कहाँ हुनुहुन्छ, के अवस्थामा हुनुहुन्छ, हेल्प हिम, कनेक्ट टु हिम इन द स्पिरिचुअल। द्याट इज अ मोर इन्टेलिजेन्ट पर्सन। एन्ड बाई द वे होइन, हाम्रो जति पनि होइन बितेका होइन हाम्रो पुर्खाहरू हुन्छन्, उहाँहरू चाहिँ होइन एन्सेस्टरहरू पितृलोकमा गएर बसेका हुन्छन् कतिपय है, सम अफ देम। र पितृलोकमा बसेर गएकाहरूको चाहिँ नि तपाईँहरूसँग कनेक्सन अझै पनि हुन्छ पितृहरूको। यदि अर्को जन्म लिएर गइसक्यो भनेपछि देन इज गन अहेड। तर कोही कोही पितृको रूपमा बसेको रूपमा चाहिँ दे आर स्टिल कनेक्टेड टु यु। तपाईँको बुवा यदि पितृ रूपमा छ र अझै पनि दसैँ चाडपर्व आउँदाखेरि दुःखी भएर बस्छ भने तपाईँको बुवालाई के हुन्छ? खुसी हुन्छ कि दुःखी हुन्छ? ला, मैले गरेर यिनीहरू रोएर बसिरहेको छु यार, यिनीहरूले रमाइलो गर्न छोडे यार भने तपाईँ बुवा खुसी हुन्छ कि दुःखी हुन्छ? के हुन्छ? तपाईँ छोरी भएर तपाईँ बुवालाई सुख दिने कि दुःख दिने? ठिक है, होइन यु मे थिङ्क मैले रोएर म उहाँलाई मिस गरिरहेको छु भनेर सोच्नु होला। नो, यु आर क्रिएटिङ ट्रबल फर हिम के, यु क्रिएटिङ ट्रबल फर हिम। होइन मान्छे खुदगर्ज हुन्छ कि, तपाईँ एकदम सेल्फ सेन्टर्ड भयो कि, तपाईँ आफ्नो तर्फबाट बुवालाई सोचिराख्नु छ, उहाँको तर्फबाट सोच्नुहोस् न। होइन उहाँको तर्फबाट सोच्नु, उहाँ त छोडेर गइसक्यो, वाट अबाउट यु? जान दिनु न हो। नो 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 नो, वी आर सो अट्याच्ड। जो फेरि फर्केर आउने भइदियो भने त ठिक छ, तर आउँदैन होइन। सो वी हेभ टु अन्डरस्ट्यान्ड, होइन हि इज नट गोइङ टु कम ब्याक इन अ फिजिकल फर्म, नेभर होइन। तर सटल फर्ममा, स्पिरिचुअल फर्ममा इज स्टिल है। इफ यु वान्ट टु नो मोर, प्लिज किप कनेक्टिङ, मसँग कन्ट्याक्टमा रहनुहोस्। I'll give you so many evidences that he exists, and I'll help you to find out where he is. Okay? Thank you very much.
Krishna Prabhuji. Hare Krishna. मसँग एउटा क्वेसन हो. How children improve their memory and bringing good habit? This is generation alpha. Gen Z पछिको Gen Alpha. Very very knowledge. Oh my God. Like हामीलाई भन्दा बढी चिज थाहा हुन्छ थाहा छ उहाँहरूलाई. Too much. Okay, how to become good person? How to increase the memory and develop good habit. Okay. Now सबभन्दा पहिला त हैन memory increase गर्नलाई के गर्नु पर्यो? रोड बस गर्नु पर्यो. No. Memory increase गर्नको लागि by practice. And you have to practice those things which will increase memory. And then मैले अघि नै भनिसकेँ चरित्र निर्माण है. चरित्र निर्माण भनेको habit formation. Now habit formation, everything starts from small amount. If you want to develop हैन कुनै पनि नयाँ habit form गर्ने हो भने सुरुमा सानो अमाउन्टमा गरिन्छ अनि त्यो बढाउँदै 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 लानुपर्छ. हैन मेरो पनि पहिला बुकहरू पढ्ने बानी थिएन. हैन मलाई बुक पढ्ने भने चाहिँ मनै पर्दैन. साथीहरू त्यो नोभलहरू पढेर बस्दा मलाई के बौलाएर के गरेर बसिरहेको जस्तो लाग्थ्यो. पढ्नै मन नलाग्ने. तर भक्तिमा आइसकेपछि त बुक पढ्नै पर्ने हो. भगवत गीता, श्रीमद् भागवतम, चैतन्य चरितामृत, 8 वेद, 108 उपनिषद, 18 पुराण, माई गॉड बुकै बुक. हैन अनि त्यसपछि मैले भगवत गीता पढेँ. भगवत गीता पढ्नलाई मलाई 2 वर्ष लाग्यो. हैन एउटा दिनको एउटा श्लोक पढ्थेँ. 700 वटा श्लोक थियो. हैन टेन्सन अनि 2 वर्ष लाग्यो. त्यसपछि श्रीमद् भागवतम पढ्न सुरु गरेँ. अनि यसो हेरेको 18 वटा किताब छ कि त्यसमा. अनि यो सकाउनलाई कति टाइम लाग्छ भनेर हिसाब गरेको त 18,000 श्लोक रहेछ त्यसमा. Now 18,000 divided by 365 गरेको त 49.25 आइरहेको. अनि 50 वर्ष लाग्छ मलाई त्यो सकाउन. एउटा श्लोक पढ्यो भने. Then I thought no. One slok is too slow. Let me do 2 slokas a day. Now if I do 2 slokas a day, 25 years. त्यो पनि लामो भयो. Then 4 slokas, then 5 slokas, 10 slokas, 1 chapter a day, then 10 chapter a day सम्म पनि पुर्याउने. Right? So then I understood, यो त habit हो रहेछ. हैन पढ्ने बानी गर्यो भने पढ्न मन लाग्दछ. नपढ्ने बानी गर्यो भने नपढ्न मन लाग्दछ. नपढ्ने पनि habit हो. You understand? Habit means whatever you do is also habit. Whatever you don't do is also a habit. No, बुझ्नु भयो नि? Right? So habit formation को लागि every you start. यदि कुनै चिज तपाईको habit मा छ भने त गर्नुस्. कुनै चिज habit मा छैन भने then you start from a small quantity. तर हामीलाई हतार हुन्छ कि हैन भोलिदेखि नै म यो गर्छु. It doesn't work like that. It has to be in a small increment. It's a gradual process. Okay, so that is like habit formation. What is the other one? Yeah, memory बढाउनको लागि एउटा सबभन्दा 90 नहुने चिज भनेको मान्छेले आजकल बुझ्दैन गाईको दुध. न गाईको दुधमा ब्रेन टिस्यु डेभलप गर्ने एलिमेन्ट हुन्छ. भैँसीको दुधमा मसल्स र फ्याट्स. हैन बडीको लागि भैँसीको दुध खानुपर्छ भने ब्रेनको लागि गाईको दुध खानुपर्छ. न गाईको पनि क्रस गाईहरू भयो भने इट्स लाइक प्रिटी नट पोसिबल. जुन हैन रियल ब्रिड नेचुरल ब्रिडहरू हुन्छ हैन त्यो नेचुरल ब्रिडको गाईको हैन दुध इज लाइक भेरी गुड फर ब्रेन. द्याट इज वान थिङ. हैन सेकेन्ड थिङ इज हैन ब्रेनको एक्सर्साइजहरू हुन्छ. हैन ब्रेन इज अल्सो अ फर्म अफ मसल्स. हैन ब्रेन पनि मसल्स जस्तै हो. हैन जति हामीले जिम गर्छ जति हैन हामी वेटहरू उठाउँछौँ नि त्यति मसल्स फर्मेसन ट्युनिङहरू हुँदै जान्छ. त्यसले ब्रेनलाई पनि हामीले ट्युन गर्नुपर्छ. र वान अफ द बेस्ट वे टु हैन ट्युन द ब्रेन मसल्स इज के हो? वेल मेडिटेसन यिनीहरू त धेरै स्पिरिचुअल भयो. एकदम प्र्याक्टिकल वेमा के होला? वाट एक्टिभिटी? एउटा एक्टिभिटी एकदम इम्पोर्टेन्ट एक्टिभिटी छ. म्युजिक हैन यो शास्त्रले पनि बताएको छ र यो मोडर्न साइन्सले पनि बताइसक्यो. तपाईले जब म्युजिक सुन्नुहुन्छ सुन्ने भन्दा बेटर बजाउने भन्दा बेटर गाउने र बजाउने दुटै. जो व्यक्तिले इन्स्ट्रुमेन्ट सिकेर बजाउँछ र गाउँछ पनि त्यो व्यक्तिको ब्रेन 100% लेफ्ट लोब राइट लोब र लेफ्ट लोब दुईटैको सबै पोर्सनहरू एक्टिभेट हुन्छ के.
इन्स्ट्रुमेन्ट बजाउने र गाउने दुइटै गर्दाखेरि सुन्दाखेरि पनि हुन्छ यदि तपाईँलाई गाउन आउँदैन बजाउन आउँदैन भने नाउ द्याट्स वाइ टु होइन टु अन्डरस्ट्यान्ड यो स्क्रिप्चर्सहरू बुझ्नको लागि धेरै ब्रेन चाहिन्छ त्यो ब्रेन एक्टिभेट गर्नको लागि डेली बेसिसमा इस्कनमा होइन गाउने प्रोसेस राखिएको होइन हरे कृष्ण त हामी जप गरे पनि हुन्छ नि हुँदैन तर गाउने किन ल्याएको कीर्तन भजन किन ल्याएको त्यही ब्रेन एक्टिभेट गर्नको लागि सो इफ यु डु इन अ डेली बेसिस म्युजिक प्र्याक्टिस आफ्नो बच्चालाई इन्स्ट्रुमेन्ट र सिङ्गिङ सिकाउनै पर्छ यो गऱ्यो भने तपाईँको ब्रेन होइन एकदम एक्टिभेट हुन्छ एन्ड देन मेमोरी बिकम्स डबल द्याट इज वान थिङ नाउ अनदर वे अफ लाइक इम्प्रुभिङ ब्रेन मेमोरी इफ यु लर्न संस्कृत ल्याङ्ग्वेज यो मैले भनेको होइन अमेरिकन इन्स्टिट्युटले पत्ता लगाएको होइन जो व्यक्तिलाई संस्कृत आउँछ त्यो व्यक्तिको ब्रेन 10 टाइम्ससम्म काम गर्छ अरे कति रे 10 टाइम्स होइन त्यो भाषाको कम्प्लिकेसन यस्तो छ कि त्यसले ब्रेनलाई एक्टिभेट गर्छ तर इङ्ग्लिस एकदम सिम्पल भाषा बोल्नलाई सजिलो छ सिक्नलाई सजिलो छ तर ब्रेन काम गर्दैन तर संस्कृत इज भेरी डिफिकल्ट ल्याङ्ग्वेज होइन वन्स यु लर्न इट देन यर ब्रेन बिकम्स भेरी पावरफुल ओके सो गुड लक लर्न संस्कृत मैले सुन्दै सुनिनँ म चाहिँ यता आउनुहोस् माताजी यस्तो विशेष मान्छेलाई हामी अगाडि म चाहिँ म्युजिक पनि सुन्छु तर कहिले कहिले किबोर्ड र गिटार पनि बजाउँछु Thank you very much. Bye bye. Good luck. Okay. Thank you very much. Srila Prabhupada. हरि बोल हरे कृष्ण धेरै धेरै धन्यवाद फर्स्ट अफ अल हाम्रो हिज ग्रेस प्रोफेसर गौरदास परोजी एन्ड टिम म पहिला हाम्रो उहाँसँग अरू पनि दुईजना भक्तहरू आउनुभएको छ उहाँलाई यहाँ विशेषमा आउनलाई आग्रह गर्छु विनोद परोजी र हाम्रो हिज ग्रेस डाक्टर राहुल परोजी हरि बोल डाक्टर राहुल परोजी पढ्नु हुनुहुन्छ ओके त्यसो भए हामी यहीँबाट अहिले हजुर